शिक्षित छोरी समृद्ध नेपाल धेरै जसो संविधानले पनि कानुनले पनि व्यवस्था गरेका कुराहरू हुन्। संविधानमा कानुनमा जति व्यवस्था भएको छ महिला सशक्तिकरणका कुराहरू हुन्छन्, छोरीहरू अगाडि बढ्नुपर्छ भन्ने कुराहरू हुन्छन्। त्यसमा काहीँ न काहीँ यो समाजको मनोविज्ञान ले त्यति प्राथमिकता नदिएको हो कि अथवा आफूलाई भइरहेका हिंसाका घटनाहरूमा खुलेर अगाडि आउन नसकेको हो कि भन्ने देखिन्छ। यो अभियान सहित आफूमाथि भएको अन्याय, विभेद, अत्याचार र शोषणको पक्षमा तपाईँ हामी सबैजना डटेरै अगाडि बढ्नुपर्छ है भन्ने उद्देश्यका साथ यो छोरी उदय फोरमको कार्यक्रम आयोजना गर्नुभएको थियो। म पनि यसमा अत्यन्तै इन्ट्रेस्ट देखाएर आबद्ध छु सुरुदेखि नै। र आज धेरै जसो कार्यक्रमहरूमा यस्तो कार्यक्रमहरूमा के हुन्छ भने राजनीतिमा गइसकेपछि अलिकति सशक्त भएको हैन अथवा भनौँ मन्त्री भएको ठुलो ठुलो भाषण गर्ने त्यस्तो व्यक्तिहरू देखिन्थ्यो। आजको कार्यक्रम भिन्न छ। आजको कार्यक्रममा यो समयमा आइपुग्दा राजनीतिमा लागेर मात्रै ठुलो भइन्छ भन्ने छैन। व्यक्ति पछि पार्टी खोल्ने प्रचलन छ अहिले। यो बीचमा कुनै एउटा पेसामा कुनै एउटा व्यवसायमा लागेर पनि आफूलाई अब्बल गर्न साबित गर्न सकिन्छ है भन्ने उदाहरण भएका दुईजना दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ मेरो अगाडि। आज हामी उहाँहरूसँग उहाँहरूको आफ्नै व्यक्तिगत अनुभव पनि यो समयमा आइपुग्दा आफू एउटा महिला हुँदाखेरि यो स्थान हासिल गरिरहँदाखेरि के समस्या भोग्नु पर्यो, कसरी सफल हुनुभयो हैन, त्यो लगायत आगामी दिनमा जो छोरीहरू, जो चेलीहरू, जो महिलाहरू अगाडि बढ्न चाहनुहुन्छ, यो देशका लागि केही गर्न चाहनुहुन्छ, यो समाज परिवर्तन गर्न चाहनुहुन्छ र शोषित छोरी हिंसाबाट माथि उठ्नका लागि आफ्नो आवाज आफै उठाउनका लागि छोरीहरूले के गर्नुपर्छ र यो समाजको मनोविज्ञान परिवर्तन गर्न जरुरी छ कि छैन, यी र यस्तै क्वेसनहरूमा हामी आधारित हुनेछौँ। म आशा गर्छु यहाँहरूको एकदम अर्थपूर्ण सहभागिता रहनेछ। म स्वागत गर्न चाहन्छु दुवैजनालाई। थ्याङ्क यू सो मच। म शोभा म्यामबाट सुरु गर्छु। नेपाली महिला व्यवसायमा, सामाजिक कार्यमा, सशक्तिकरणको कार्यमा हैन, यो समाजमा अलि धेरै गाह्रो पनि हुन्छ, घर परिवारको कुरा पनि हुन्छ। तपाईँ आफै पनि एउटा सफल उद्यमी, सफल व्यवसायी भइरहँदा आज यो स्थानमा आइरहँदाखेरि तपाईँ आफूले भोग्नु परेका समस्या, चुनौती, सङ्घर्ष त्यसलाई कसरी चिर्दै अगाडि बढ्नुभयो र आजको यो यात्रा सफल गर्नुभएको छ। म यहीँबाट सुरु गर्छु। कृपया अलिकति आफ्नो अनुभव बताइदिनु। थ्याङ्क यू सो मच। धेरै नै गहन प्रश्न गर्नुभयो। कसरी अगाडि बढ्ने र कसरी बढिरहनु भएको छ भन्ने मेरो अनुभव। म शोभा गेवाली, पर्सनली म काठमाडौँमै जन्मेँ, काठमाडौँमै हुर्केँ र एउटा मिडियम क्लास भनौँ होइन, त्यसमा काम गरे आएर अब वैवाहिक जीवन सुरु भएपछि त्यसपछिबाट मैले आफ्नो प्रोफेसनल लाइफलाई पनि अगाडि बढाउन खोजेँ। त्यतिखेरको मेन्टालिटी अगाडि यसरी कुनै कुरा लिएर जाँदाखेरि यसरी उभिँदाखेरि अलि इग्नोर गरे जस्तो हुन्थ्यो। त्यो सिम्पल कुरा हो, केही पनि होइन। जब म महिला उद्यमी महासङ्घ, म महासङ्घमा चाहिँ अहिले 13-14 वर्ष भयो। एज अ सोसल अभियन्ताको रूपमा, सोसल वर्करको रूपमा त्यहाँ काम गरेँ। एक्जिक्युटिभ बोर्ड हुँदै त्यसमा अफिस ब्यारर हुँदै अहिले चाहिँ म अध्यक्ष छु। र मैले समस्या भन्दा भन्दा पनि मेरो महासङ्घमा आबद्ध नेपालभरिका दिदीबहिनीहरूलाई अगाडि बढ्दा के समस्या हुन्छन् भन्ने कुरा चाहिँ मैले मेरो इन्डिभिजुअल भन्दा पनि ती दिदीबहिनीहरू अगाडि बढ्ने, किनभने हामीले अब अघिदेखि मैले मेरो स्पिचमा भने इकोनोमिकली इम्पावर गर्नुपर्छ भन्ने कुरा होइन। इकोनोमिकली इम्पावर गर्नुपर्छ भन्दाखेरि बिजनेसमा ल्याउनु पर्यो, कमाउनु पर्यो। यो सबै कुरा गर्नको लागि जबसम्म आर्थिक पनि भने आर्थिक पाटोमा सशक्तिकरण भइँदैन, स्ट्रङ भइँदैन, तबसम्म छोरी उदय सम्भव पनि छैन हजुर होइन। र उनीहरूले अब त व्यवसाय गर्नु पर्यो। जुन ठाउँमा छ, महासङ्घ 77 जिल्लामा पुगिसकेको छ। मैले कुरा गर्दा डोल्पा, रुकुम, हुम्ला सबै त्यो कुरा गर्छु। तर दिदीबहिनीलाई इम्पावर गर्नुपर्छ, दिदीबहिनीलाई अगाडि लानुपर्छ भन्दा धेरै कुरा एउटा छन् सोसल ब्यारियर्स
है। गाउँघरमा दिदीबहिनीलाई अगाडि बढ्नलाई धेरै कुरा, कहिले इन्डिजिनियस फ्यामिली भन्या हुन्छ, कहिले के भन्या हुन्छ, ढोकाबाट भित्र छिर्न दिया हुँदैन। अर्को कुरा महिलाले गर्न सक्छ र खुर्क घरको काम गरे भइहाल्छ नि भन्ने त्यो अवेरनेस पनि भनौँ न दिदीबहिनीले गर्छ। मैले अघि आफ्नो श्लोकमा पनि भने महिला त सबै शक्तिको रूप पनि हो, के अरे विद्याको रूप पनि हो, सबैको। त्यस्तो महिलालाई नमस्तस्यै 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 नमो नमः भने त्यो हाम्रो स्ट्रङ रूप हुँदाहुँदै पनि हामी सहरी एरिया भनिन बाहिर एरियामा अझै पनि दिदीबहिनीहरूलाई चाहिँ अलिकति कम इभ्यालुएसन गरेको हुन्छ हैन। अब ल दिदीबहिनी आउनुभयो, ल व्यवसाय गर्छु भन्ने भयो हैन। आज व्यवसाय गर्ने दिदीबहिनी आजभन्दा 20-25 वर्ष अगाडि बिउ रोपेको दिदीबहिनी हुन्छन्। निश्चय पनि दिदीबहिनीहरू एजुकेसनको बाटोमा अलिकति पछाडि छ हैन हजुर। पहिला छोराछोरी पढ्यो भने पहिला छोरालाई बोर्डिङ स्कुल, छोरीलाई चाहिँ गभर्मेन्ट स्कुल भन्ने। मैले विराटनगर, वीरगञ्ज, काठमाडौँको कुरा गरिनँ हजुर, बाहिरको कुरा गरेँ हैन। सबैको अहिले म आमा भन्दै हिँडिरहेको छु हैन, सबैको अभिभावक भन्दै हिँडिरहेको छु। अनि त्यसपछिबाट शिक्षाको कमी छ र अब त्यसपछि आयो फाइनेन्सको ल्याक अफ वित्तीय पहुँच हैन, त्यो छ। अर्को कुरा छ स्किल पनि कम छ। त्यस्तै कुरा आयो अब मैले नेपाल अनि त्यस्तै गरी प्रविधिको कमी, प्रविधि नलेजको कमी, त्यसपछि सामान बनाइसक्यो बिक्री गर्नलाई मार्केटिङ प्लेसको कमी, बजारीकरण कहाँ गर्ने त। अब बनाइसक्यो त्यसपछि गुणस्तर पनि, अब जहाँ बनाए त्यहाँ त हरेकले बनाउँछ, उही सामान हुन्छ, त्यहाँ व्यापार गरेर त भएन। लोकलबाट आउनु पऱ्यो, प्रोभिन्समा आउनु पऱ्यो, प्रोभिन्सबाट आउनु पऱ्यो केन्द्रमा आउनु पऱ्यो, केन्द्रबाट जानु पऱ्यो इन्टरनेसनल, लोकल टु ग्लोबल। तर मैले यो भन्दै गर्दा महिला उद्यमी महासङ्घमा आबद्ध दिदीबहिनीलाई त हामीले एकदमै एग्रेसिभली उहाँहरूलाई इम्पावर गर्दै जति आउनु छ दिदीबहिनी आउनुहोस्, हामी एज अ फेसिलिटेटरको काम, एज अ मिडिएटरको काम गरिरहेको छौँ हजुर। कोसँग पार्टनरसिप गर्ने, ब्याङ्किङसँग गर्ने, ब्याङ्कसँग गर्ने कि डेभलपमेन्ट पार्टनरसँग गर्ने कि राज्यसँग गर्ने कि हाम्रा दिदीबहिनीलाई यो चाहिएको छ यसरी जाने भन्ने कुराहरू गर्ने कि भन्ने कुरामा चाहिँ हामी एकदम लागेको छौँ। यी 4-5 वटा कुराको चाहिँ एकदमै गाह्रो छ र अहिले यी सबै कुराहरूलाई चाहिँ पोलिसमा ल्याएर सकेसम्म बामे सर्ने अवस्थामा छ दिदीबहिनीहरूको अवस्था। उहाँहरूलाई चाहिँ ल्याक अफ एजुकेसन, ल्याक अफ वित्तीय पहुँच, ल्याक अफ स्किल, ल्याक अफ मार्केटिङ प्लेस र ल्याक अफ नलेज, यी सबै कुरालाई अगाडि बढाएर हामी 6000 मात्रै नेपाल, मैले भने 3 करोडमा 6000 मात्रै दिदीबहिनी होइन, अलमोस्ट 20-52% हाम्रा दिदीबहिनीहरू हुनुहुन्छ। उहाँहरूलाई पनि सोच्नुपर्ने हुन्छ। यही समस्याहरू छन् र यही समस्या काममा गइसकेपछि पनि अनि अलिकति मूल्याङ्कन कम धेरैको मैले सुनेको छु। अब अहिले त युथहरू एकदमै भनौँ न मास्टर्स गरेर पिएचडी गरेर आउनु भएको छ र गएर पोलिसी मेकरसँग कुरा गर्नुहुन्छ। त्यो त्यहाँ बसेको अधिकृतले केही कुरा गर्दाखेरि उहाँको मुखमा हेरेर कुरै गर्दैन, अन्त हेरेर कुरा। जब यसरी कुरा गर्ने बेलामा आई टु आई कन्ट्याक्ट भएर कुरा गरेन भनेदेखि त्यो उसको महिलाको समस्या कसले बुझ्छ त। यस्ता धेरै प्रश्नहरू छन् हजुर बेहुलियाको। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद म्याम। म फेरि जोडिनेछु उहाँसँग। अब म हाम्रो गुणकेशरी म्यामसँग जोडिन चाहे। तपाईँ आइटीको क्षेत्रमा, कम्प्युटरको क्षेत्रमा धेरै लामो समयदेखि हुनुहुन्छ। भर्खर म्यामले भने जस्तै अझै पनि शिक्षाको कमी छ भने जस्तै पढाउन खोज्दैनन्, छोरीलाई त पढाउन मान्दैनन् भने जस्तै आइटीको क्षेत्रमा, सूचना प्रविधिको क्षेत्रमा महिलाहरूलाई, छोरीहरूलाई अथवा बालबालिकाहरूलाई अगाडि बढाउनका लागि कतिको चुनौती देख्नुहुन्छ यहाँले र त्यसको समाधान कसरी गर्न सक्छौँ होला? धन्यवाद पुष्पा बहिनी। म प्रथम त यो फोरमबाट छोरी उदयलाई यस्तो कार्यक्रम गर्नुभएकोमा धेरै बधाई तथा शुभकामना दिन्छु। भविष्यमा पनि युवा तथा महिलाहरूको समक्ष तपाईँहरूले धेरै नै कार्यक्रम गर्नुहुन्छ भन्ने आश राख्दछु है। धन्यवाद। अब आइसिटी सेक्टर भनेको नै यस्तो हो कि अहिले गएर सबैलाई आवश्यक
सबैतिर आवश्यक। तपाईँ जुनसुकै पेसामा जानुहोस्, जुनसुकै कार्य गर्नुहोस्, तर यसको अलिकति ज्ञान नभइकन अगाडि बढ्न नै गाह्रो भइसक्यो है। यस्तो कारणले हामी यदि आफ्नो कार्यमा राम्रो गर्न चाहन्छौँ, हामी कतै पुग्न चाहन्छौँ, कुनै पोजिसनमा आउन चाहन्छौँ भने पनि हामीले आइसिटीलाई नअपनाइ हुँदैन। त्यो कारणले महिलाहरूलाई पनि, महिला बालबालिकादेखि नै पनि हामीले आइसिटीको ज्ञान दिन अति नै जरुरी भइसकेको छ। र यो सम्बन्धी चाहिँ अहिले अब भर्खर गभर्मेन्टले अलिकति स्कुलमा चाहिँ टेक्निकल एजुकेसन पनि दिनुपर्छ भनेर चाहिँ केही कार्यहरू गर्न थालेको छ। तर कस्तो छन् भने अब हामी यो म डब्लुआइटीको अध्यक्षको रूपमा हामीले धेरै गाउँमा गएर पनि बालबालिका महिलाको बिचमा कार्य गरेको छौँ। तर एउटा ल्याब हुन्छ, एकजना आइसिटीको टिचर हुन्छ, उसले त्यत्रो 500 जना 1000 जना बच्चाहरू भएको स्कुलमा कसरी भ्याउने त है। यो चाहिँ एकदमै अप्ठ्यारो सिचुएसनहरू हामीले देख्यौँ। बच्चाहरूलाई नयाँ कुरा सिक्न इन्ट्रेस्ट छ र अहिले त आइटी भनेपछि झनै म केही यसमा गर्न सक्छौँ कि यो मलाई चाहिन्छ भने चाहिँ अलिअलि एवेरनेस चाहिँ आइसकेको छ। तर सिक्नलाई चाहिँ हामी काठमाडौँ अथवा सहरमा मात्रै अलि सहजीकरण भएको छ, गाउँतिर अझै नै धेरै नै गाह्रो छ। यसमा मलाई लाग्यो के गर्न सकिन्छ भन्नु हो होइन। गाउँको कुरामा अब शिक्षिका स्कुलमा धेरै पढाउने भनेको धेरै जसो पढाउने टिचरहरू हुने शिक्षिकाहरू नै हुन्। त्यसले गर्दाखेरि अब हामी आइटीको एकजना सर मात्रै नभइकन हामी यी सबै शिक्षिकाहरूलाई पनि अब त हामी सबैले अलिअलि प्रयोजन गर्छौँ नि, उहाँहरूलाई अझ बढी यो सम्बन्धी तालिम दिएर सबैजनाले बुझ्न थाल्यो, राम्रोसँग प्रयोग गर्न थाल्यो भने हामी तलै जरोदेखि नै आइसिटीलाई प्रवर्धन गरेर होइन सबैलाई अहिलेको जमानामा होइन सक्षम बनाउन सक्छौँ। हामीले अहिलेको जमानामा पढेर मात्रै पनि पुग्दैन, आइसिटी पनि जानेपछि बल्ल अझ आफैलाई सक्षम भएको पनि भन्न सकिन्छ। त्यो गाउँहरूको कुरा गरेँ मैले। अब सहरमा र हाम्रो आइसिटी पढ्ने बच्चाहरूलाई चाहिँ अब 2011 देखि नै केही कार्यक्रमहरू चाहिँ सुरु भएको देखिन्छ। यसमा पहिला त म पनि कम्प्युटर एसोसिएसनमा थिएँ। हामी कम्प्युटर एसोसिएसनको टिममा महिलाहरूको आइटी कमिटी भनेर बनाएर हामी गाउँ पनि घुम्यौँ त्यति बेला है। पहिलो कार्यक्रममा जाँदा धादिङमा हामीले 50-60 जनाको एक्सपेक्ट गरेको थियौँ। त्यहाँ त यति धेरै महिलाहरू आयो कि त्यो कोठामा नअटेर सबै मेज हटाएर सबैजना भुइँमा बसेर सुनेको त्यो पनि एक्सपिरियन्स छ मसँग है। तर अहिलेकोमा चाहिँ त्योभन्दा सिचुएसन धेरै फरक भइसकेको छ। र हामीले आइटी कलेजमा चाहिँ अहिले गभर्मेन्टले पनि प्रोत्साहन गरिरहेछ, कलेजहरूले पनि 30% जति विद्यार्थीहरू महिला होस् न भनेर उहाँहरूले अलिकति अभियानहरू पनि चलाइरहेको छ। त्यो अभियानहरू भन्दाखेरि अब जस्तो अब यो बुट क्याम्पहरू गर्ने, +2 देखि नै बच्चाहरूलाई अलिकति एप्लिकेसनहरू बनाउन सिकाउने, साइबर सेक्युरिटीको ज्ञान दिने। र हामी डब्लुआइटीबाट पनि हामी यो आइसिटी भनेको चाहिँ सबैजनाले सफ्टवेयर बनाउने, प्रोग्राम बनाउने, कोडिङ गर्ने मात्रै होइन, यसको थुप्रो विधाहरू छन्
है यसमा विभिन्न थरीले अपनाउन सकिन्छ जस्तो साइबर सेक्युरिटी पनि एउटा क्यारियर हो है अनि आइसिटीको इन्टरप्रेन्योरसिप गर्ने उद्यमी महिलाहरूले पनि आइसिटी जानेका महिलाहरूले पनि धेरै उद्यमी सेक्टरमा पनि काम गरिरहेछन् पढाउने पनि अर्को सेक्टर हो है यसरी चाहिँ विभिन्न विधामा आफूलाई सुहाउने विधामा जान सकिन्छ भनेर पनि हामीले सिकाइरहेछौँ र यो अलिकति एनजिओ आइएनजिओको सेक्टरबाट पनि केही त काम भइरहेको छ तर ओभरअल तपाईँले भन्नुभएको जस्तै हाम्रो सूचना नीतिमा आइसक्दाखेरि पनि कार्य चाहिँ गभर्मेन्टको सेक्टरबाट चाहिँ युवा र महिलाहरूको प्रति चाहिँ काम चाहिँ अझै पनि धेरै नै गर्नु छ भन्छु म धेरै धेरै धन्यवाद म्याम म फेरि जोडिनेछु तपाईँसँग अब म फेरि सौभाग्य माली म्यामसँग जोडिन्छु तपाईँले भर्खर भने जस्तै काठमाडौँ वीरगञ्ज को मात्रै कुरा गरिनँ मैले होइन भूगोलमा विकट ठाउँहरूमा हेर्ने हो भने छोरीलाई भन्दा छोरालाई पहिले पढाउनुपर्छ भने जस्तै यो नेपाली समाजको यो मानसिकतालाई चिर्नका लागि तपाईँले लैङ्गिक विभेद सामाजिक वित्तीय अवस्था र यो समाजको सुधार सङ्घर्षको पक्षहरूलाई कसरी चिर्दै अगाडि बढ्नुभयो र यसलाई आगामी चरणमा व्यवसायमा आउन चाहने उद्योग व्यवसाय गर्न खोज्ने जो महिलाहरू हुनुहुन्छ उहाँहरू छोरीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ के गर्नुपर्छ अलिकति बताइदिनु एकदमै बस पनि क्रिएट भइरहेछ मिटिङ पनि भइरहेछ अघि एकजना हाम्रो स्पिकरले भने मिटिङ सिटिङ इटिङ हो यो काम बेसकनी भइरहेछ तर त्यो काम के को लागि भइरहेछ त के त्यो त्यहाँ सिटिङमा बसेको मिटिङमा बसेको पोलिसीहरू के देशभरि लागू भइरहेछ त के जसको लागि राखिएको छ त्यो पोलिसी के उनीहरूले पाएका छन् त के उनीहरूले जानकारी भएको छ त भन्ने पनि त प्रश्न उठ्छ नि यो महासङ्घमा विगत अब यो बोर्डले भनौँ न अब यति गर्दा पनि अझै पनि दिदीबहिनीहरू अगाडि बढ्न सकेका छैन के गर्ने होला भनेर एक दुई वर्ष यतादेखिबाट हामीले अब भएन हरेक कुरामा चाहिँ हामीले स्थानीय सरकारसँग लिङ्कअप गर्दै दिदीबहिनीहरूलाई लानु पर्यो भन्ने कुराहरूमा पनि हामीले जोड दियौँ यति गर्दा गर्दै पनि अब स्थानीय सरकार पनि एकदमै त्यो कुनै एरियालाई एकदम राम्रो एकदम नम्बर 1 मा आउनु भएको छ हजुर म महिला उद्यमी महासङ्घबाट आएको मेरो यहाँ उद्यमी सङ्घ छ अनि स्थानीय सरकारमा यति पैसा आएको छ उद्यमशीलताको लागि अनि त्यो चाहिँ उहाँहरूलाई गरिदिनु पर्यो ट्रेनिङ प्रशिक्षण के को लागि तपाईहरुको उद्यमी सङ्घ छ यहाँ हामीलाई त थाहै थिएन अनि उद्यमी सङ्घ नभएर राज्यले पैसा दिएको थियो मेरै अफिसमा एउटा महिलाहरूको ग्रुप बनाएर उनीहरूलाई नै एक दिन एक्जिबिसन गरेर सामान कलेक्ट गरेर गर्थ्यो त्यसरी भनौँ हाम्रो देशको जुन जेको लागि फोकस गरेर आएको छ त्यो चाहिँ त्यहाँ इम्प्लिमेन्ट भएको छैन भन्ने कुरा त्यो त एन्टरप्रेन्योरसिपको लागि आएको हो नि त्यसैले वी हेभ स्टार्टेड टु लिङ्क अप विथ गभर्मेन्ट ओहो यो त भएन अब हामी चाहिँ त्यसपछि हामी जाने स्थानीय सरकारसँग डायलग गर्ने के गर्ने भनेर त्यसरी स्टार्टअप गरेर सुरु गरेर त्यहाँ दिदीबहिनीहरूको बोलीहरू उनीहरूको भोइसको बोलीहरू चाहिँ हामीले स्ट्याब्लिस गर्न थाल्यौँ यो गर्दै गर्दा त्यसपछिबाट ती दिदीबहिनीहरूलाई सक्षम अगाडि कसरी बढाउने भन्ने कुरा पनि हामीले अब उनीहरूलाई चाहिँ हरेक कुरा हरेक पोलिसीहरू के भइरहेछ हैन त्यस्तै कुरामा पनि हामीले जोड्यौँ र सफल गर्नलाई दिदीबहिनीलाई हामीले के भन्यो भनेदेखि कुनै पनि कुरा गर्नलाई एक स्टेप अगाडि जानुपर्छ त्यो स्टेप अगाडि जाँदा तिमी असफल पनि हुन सक्छौ तर असफलबाट तिमी डराउनु हुँदैन सफल त फेरि गर फेरि सफल हुन्छ भन्ने कुरा पनि हामीले बारम्बार जोड दिन आँट्यौँ त्यो बाटोबाट अनि कतै कतै अवेरनेस फैलाउने कुरा अनि हामीले उहाँहरूलाई भ्यालु अफ द इम्पावरमेन्टका कुराहरू पनि हामीले भन्न थाल्यौँ यसरी दिदीबहिनीहरूका बोलीहरू ल्याएर जो दिदीबहिनी जाजरकोट जुम्लाबाट दिदीबहिनी यहाँ हुनुहुन्छ मलाई बोलाएको प्लेटफर्ममा
मलाई किन बोलाउनुहुन्छ तपाईँले फलानु आइरहनु भएको छ भनेर मैले अब यो ऋषिजीको टिभीमा भनौँ कसैको टिभी उहाँहरूलाई पठाइदिन्थेँ। त्यसपछि ओहो जाजरकोटमा पनि उहाँको यो स्टोन पनि जाजरकोटकै हो, यो जाजरकोटमा पनि यस्तो जेम्सहरू रहेछ, प्रेसियस स्टोनहरू रहेछ भनेर उहाँले मजाले 1 घन्टा उहाँहरूको भोइसहरू सेल गर्न थाल्यो। त्यो गर्दा गर्दै हाम्रो जुम्ला मुस्ताङका दिदीबहिनीहरूको स्ट्रगलको कथाहरू, सक्सेसका कथाहरू 5-6वटा देशले आफ्नो भाषामा बनाउन थाले। किनभने हामीले यहाँको मात्रै दिदीबहिनीलाई फोकस गरे होइन, जसलाई चाहिएको छ त्यो दिदीबहिनी। यो कुरा चाहिँ हरेक महासङ्घहरूले उसको मिसन भिजन अनुसार कसलाई फोकस गरेको, पाएकोले त पाएको छँदैछ, नपाएकाहरूलाई अगाडि कसरी बढाउने भन्ने त्यो महासङ्घको लिडरले यो कुरा थाहा पाउनुपर्छ। र यसै गरी हामीले गाउँका दिदीबहिनीहरूलाई काठमाडौँमा ल्याएर सक्सेसका कथाहरू, स्ट्रगलका कथाहरू पनि सुनाउन थाल्यौँ। यसरी 8-9वटा देशमा उहाँहरूको कथाहरू जान थाल्यो। त्यसपछि उहाँहरूले बनाएका सामानहरू हामीले प्रदेश स्तरीय मेला गरेर हुन्छ अथवा जिल्ला स्तरीय मेला गऱ्यो। अहिले भर्खर हाम्रो प्रथम लेडी हाम्रो आइटीको उहाँले आदरणीयज्यूले भन्नुभयो के भनेदेखि गाउँघरमा हामीले सिकायो। कोभिड पछि नो वान नोज यो आइटी के हो, जुम प्लेटफर्म के हो, के पनि थाहा थिएन। अलग सदन ढोका झ्याल सबै बन्द भयो। अब हाम्रो फ्यामिली त ठुलो छ, उनीहरूलाई कसरी गराउने भनेर हामीले जुमको प्रशिक्षण दिन थाल्यौँ। जुम मिटिङ कसरी गर्ने, पासवर्ड कसरी हाल्ने, आखिर सिकायो भने त सिक्ने रहेछ नि त। उहाँहरूलाई यस्तो पोख्त बनाइयो कि अब इन्टर डिस्ट्रिक्ट उहाँले अनलाइन सपिङ गर्नुहुन्छ, इन्टर प्रोभिन्स उहाँहरूले अनलाइन सपिङ गर्नुहुन्छ। नेपालको सामानहरू विराटनगरको एक्जिबिसन अथवा विराटनगरको कोसेली घरमा पाइन्छ। यसरी हाम्रा दिदीबहिनीहरूलाई कसरी अगाडि बढाउने, आफ्नै दिदीबहिनीले बनाएको सामान, जुम्लाको सामान मधेसमा बेच्ने, मधेसको सामान पहाडमा बेच्ने, यसरी हरेक दिन सफलता तिमीहरूले यसलाई सेलिब्रेसन गर, यसरी अगाडि जाऊ। किनभने सगरमाथा चढ्न पनि मैले 1 पाइला अगाडि गर्नुपर्छ अनि माथि जान्छु। घरमा बसेर केही हुँदैन, असफलताहरू धेरै आउँछ, तर सफलता पाउनको लागि असफलतालाई स्वीकार्दै समाजको सोचाइलाई परिवर्तन गर्दै आफूलाई प्रुभ गर्दै तिमीहरू जबसम्म अगाडि बढ्दैनौ तिमीहरूले सक्षम हुँदैनौ भन्ने कुरालाई हामीले चाहिँ महासङ्घबाट यो कुरा अगाडि बढाएर उहाँहरूलाई जति पनि पोलिसीमा जे कुरा चाहिन्छ त्यो पोलिसीको लागि लड्ने त हामी सधैँ हामीले गरिहाल्छौँ। यसरी हरेक दिदीबहिनीहरूलाई उद्यमशीलताको बाटोमा अगाडि बढ्ने उसमा चाहिँ अहोरात्र खटेर महासङ्घ पोलिसीमा ल्याएर हुन्छ, डेभलपमेन्ट पार्टनरसँग मिलेर हुन्छ, राज्यसँग मिलेर हुन्छ, प्रविधिको ट्रेनिङ चाहियो कि मार्केटिङ प्लेस चाहियो कि लोकल टु ग्लोबल जानुपर्ने हो कि यी सबै विभूषाजीलाई पनि थाहा छ कि एकचोटि मैले स्विस एम्बेसडरमा गएर म त्यतिखेर फोकल पर्सन थिएँ र मैले के भन्नलाई गएँ भने वी आर अर्गनाइजिङ इन्टरनेसनल वुमेन ट्रेड एक्सपो, प्लिज कम भनेर बनाउँदाखेरि नेपाली पुरा ड्याकी गऱ्यो कि उसले। मलाई त यस्तो फिल भयो। त्यसपछिबाट मैले त्यसको नेक्स्ट इयर चाहिँ म आफू फोकल पर्सन भएको बेलामा त्यहाँ गएर हामीले चाहिँ के अरे फ्यासन सो गऱ्यो। नेपालमै बनेको लुगाहरू डिप्लोमेट्सहरूलाई लगाउन दिएर नेपालको सामान चाहिँ याकी होइन राम्रो छ, हामी कहाँ डिजाइनरहरू छन्, हामी कहाँ डिजाइनर पिस बन्छ भनेर उनीहरू त्यति बेला अहिले 3rd भयो। अहिले चाहिँ हामीले हाम्रो हरेक एक्सपोमा चाहिँ नेपालकै प्रडक्ट लगाएर, नेपालको ज्वेलरी लगाएर, नेपालको लुगा लगाएर हामी पनि हिँड्छौँ र मेन प्रायोरिटी हामी एम्बेसडरहरूलाई हिँडाउँछौँ। त्यही प्रोग्राममा मलाई जहाँसम्म लाग्छ विभूषाजी चाहिँ एमसी गर्नुभएको थियो। यसरी हामीले इन्टरनेसनल मार्केटमा हामी कसरी जाने भनेर हरेक स्टेपमा हामीले चाहिँ प्रुभ चाहिँ गर्नै पर्छ। आई क्यान डु, आई क्यान डिजर्भ दिस भन्ने कुरा चाहिँ पछि पढ्नु पर्दैन। यसरी हामीले समाजलाई वुमेनहरूलाई चाहिँ अगाडि बढ्दै गइरहेको छ। आइटी क्षेत्रमा महिलाहरूले सामना गर्नुपर्ने डिजिटल साक्षरताको अन्तर र लैङ्गिक पूर्वाग्रह हुन्छ, यसलाई हजुरले कसरी हेर्नु भएको छ? आइटी सेक्टर अब म सुरुवात गर्दाखेरिदेखि लिएर अहिलेसम्म पनि यसमा महिलाहरूको सहभागिता धेरै नै कम छन् है। त्यो हुँदाखेरि हामीले पुरुषहरूसँग मिलेर आफ्नो कार्य गर्नुपर्ने र आफ्नो सक्षमता देखाउनु पर्ने खालको
यो ठिक छ अवस्था छ। अलिकति मैले सुरु गर्दा त मैले हामी जम्मा 2-3जना इन्जिनियरहरूबाट सुरु भएको थियो नेपाल टेलिकम जोइन गर्दा केटीहरूमा लेडिजमा त्यस्तो सिचुएसन थियो। तर अहिले त्योभन्दा धेरै राम्रो सिचुएसन भइसके पनि हालसालै हामीले एउटा यो सम्बन्धी हामीले रिसर्च गरेको थियौँ WIIT-बाट वुमेन इन इन्फर्मेसन टेक्नोलोजीबाट रिसर्च गर्दाखेरि पनि वुमेन प्रोफेसनलहरू अफिसमा काम होइन अफिस यो IT कम्पनीहरूमा काम गर्नेमा जम्मा 7.88% मात्रै वुमेन प्रोफेसनलहरू रहेछ IT-मा काम भनेपछि अब कति कम है यो हाम्रो सोचको लागि नै हो। त्यो गर्दाखेरि यसै पनि सङ्ख्यामा कम भएपछि यसै पनि समस्या हुन्छ। त ओभरअल फेरि महिलाहरूलाई अलिकति लिडरसिप लिन थालेपछि लिडरसिप पोजिसनमा जानलाई झनै समस्या त्यो भयो है। पहिलो त स्टार्टिङ पोइन्टमै पनि रिक्रुटमेन्टमै पनि यो महिलाहरूको ठ्याक्कै त्यो बिहा भएर बच्चा हुने टाइममा कतिको त्यस्तो स्थितिमा हुँदाखेरि अफिसहरूले पनि पहिलो 2चोटि सोच्ने भयो लिने कि नलिने र महिलाहरू पनि यो बिहा भएपछि अलिकति मिड लाइफ क्राइसिसमा आएर काम छोड्ने गरेको हाम्रो रिसर्चमा पनि देखियो। 35 वर्षभन्दा माथि त ICT-मा महिलाहरू धेरै नै अगाडि बढ्नलाई गाह्रो भएको त्यो तथ्याङ्कबाट पनि थाहा हुन्छ। तर आइरहेको समस्यामा भनेको अब अलिकति अफिसमा पनि खासै यो चाहिँ सबै अब IT-को मात्रै होइन सबै महिलाहरूको लागि पनि इन्भाइरोमेन्ट है महिला फ्रेन्डली इन्भाइरोमेन्ट पनि देखिँदैन है। कति अफिससँग त 50% भन्दा 50% अफिसहरूसँग पनि महिलाहरूको लागि कसरी हामी महिलाहरूलाई प्रोत्साहन गरौँ काम गर्नको लागि यिनीहरूलाई बढीभन्दा बढी अफिसमा ल्याउन खोजौँ भनेको त्यो यस्तो केही पोलिसी केही पनि देखिएन, पोलिसी नै छैन है। अब जोसँग छ उनीहरूले पनि अलिकति महिलाहरूलाई उनीहरूको अझ राम्रो पढाइमा राम्रो होस्, उनीहरूलाई पढाइ भन्दा नि उनीहरूको ज्ञानमा राम्रो होस्, स्किल बढोस् भनेर ट्रेनिङहरू दिने यस्तो कामहरू पनि धेरै कमले गरेको देखिन्छ। र महिलाहरूलाई चाहिने बेलामा बिदाहरू होइन महिलाहरूको अप्ठ्यारो भएको बेलामा बिदाहरू दिने त्यसको खासै प्रावधान पनि एकदमै कम संस्थाहरू कम्पनीहरूमा मात्रै देखियो। अब त्यही भएर यो कुरा सबै महिलाहरूको लागि अगाडि बढ्नको लागि ठुलो च्यालेन्जै हो होइन। आफ्नो घर र कामलाई ब्यालेन्स गरेर अगाडि जानुपर्ने हुन्छ। त्यो भन्दाखेरि घरमा पनि राम्रो हेर्नु पर्यो, अफिसमा पनि आफू अलिकति राम्रो हुनको लागि पुरुषभन्दा पनि अझ राम्रो काम गर्नुपर्ने स्थिति हुन्छ। त्यो हुँदाखेरि हामीले चाहिँ के गरेछौँ भने हामी सबै कुरामा राम्रो हुनसक्छ भनेर चाहिँ नलिनुहोस्। हामी जेमा पनि आफूलाई घरमालाई पनि प्रायोरिटी, अफिसको कामलाई पनि सबै कुरामा म राम्रो बनेर सबैको चित्त बुझाउँछु भनेर हुँदैन। अलिअलि आफ्नो क्यारियरलाई हामीले प्रायोरिटी दिनै पर्छ। यदि हामी भोलि गएर यसमा हामी आफूलाई केही ठाउँ बनाउने हो, नाउँ बनाउने हो भने धेरै कुरा सिक्ने हो भने अलिकति प्रायोरिटी दिएर जानुपर्छ। र अर्को महिलाहरूले चाहिँ अब एकदम म डिटेलमा बसेर मात्रै अगाडि बढ्छु भन्छ, जबकि पुरुषहरूले अलिकति जानेको कुरालाई पनि एकदम राम्रोसँग कुरा गरेर अगाडि बढ्छन् कि महिलाहरूको बानी चाहिँ त्यो डिटेलमा गएपछि मात्रै म यो विषयमा भन्छु भन्छ। त्यसले गरेर पनि महिलाहरूले चाहिँ अगाडि बढ्नलाई गाह्रो भइरहेको हुन्छ है। यस्तो कुरामा पनि ध्यान दिएर महिलाले म सक्छु भनेर आफैलाई हेल्प गर्ने महिलाहरू चाहिँ लाई फेरि सबैले सहयोग पनि गर्दो रहेछ कि, अनि पुरुषहरूबाट पनि सहयोग चाहिँ आउने रहेछ। यदिले म सक्छु म गर्छु भनेर अगाडि बढ्यो भने। त्यही भएर सबभन्दा पहिला त त्यो कन्फिडेन्स एउटा महिलाहरूले जस्ट बिल्डअप गर्नै पर्छ। त्यो बिल्डअप गर्ने भनेको कसरी त भनेको
नेटवर्किङ गरेर अरू महिलाहरूसँग पनि आफ्नो कामहरू विषयमा सेयर गरेर उनीहरूको समस्याहरू सेयर गरेर पनि अगाडि बढ्न सक्छौँ। र अर्को महिलाहरूले चाहिँ एकचोटि पढेपछि पुग्यो भन्नु हुँदैन, त्यो त सबैले जानेकै कुरा हो। हामीले जहिले पनि आफैलाई अपडेटेड राखेर बस्यो भने चाहिँ हामी अगाडि बढ्नलाई हामीलाई धेरै सजिलो हुन्छ। र आफ्नो कार्यलाई कसरी बढाउन सक्छ भनेर नयाँ कुराहरू सिक्ने, आइटीलाई कसरी प्रयोजन गर्ने, यसमा जाँदाखेरि पनि धेरै च्यालेन्जरहरू महिलाले गर्न सकिन्छ है। अब च्यालेन्जको रूपमा अब सहरको च्यालेन्ज र गाउँको च्यालेन्ज पनि धेरै फरक हुन्छ है। सहरमा धेरै किसिमको सहयोग हुन्छ, तपाईँले अब आइटीकै सावधानहरू पनि सजिलोसँग प्रयोग गर्न सक्छ। त्यही भएर गाउँमा चाहिँ त्यो नभएकोले गाउँमा चाहिँ आफैलाई मात्रै होइन, हामी अब जस्तो गभर्मेन्ट एनजिओ आइएनजिओहरूले पनि अलिअलि सहयोग गर्न खोजिरहेको छ है। हामीले लागेरै पनि महिलाहरूलाई जस्तो उहाँले उद्यमीहरूको कुरा गर्नुभयो होइन, हामीले आमा समूहहरूलाई पनि पढाउँछौँ र पढाएर उहाँहरूलाई आइटी सिकाएर होइन, उहाँहरूलाई चाहिँ अहिले अब डिजिटल पेमेन्ट गर्दाखेरि आउने समस्याहरू के हो, साइबर सेक्युरिटी भनेको आफ्नोलाई मात्रै सिक्ने होइन, आफ्नो परिवारलाई आफ्नो बालबच्चालाई पनि समस्या नआउने गरेर सिक्नुपर्छ भनेर यस्तो किसिमको पनि हामीले कार्यक्रमहरू गरेर है, काठमाडौँ बाहिर यस किसिमको कार्यक्रमबाट पनि अलिकति महिलाहरूमा कन्फिडेन्ट लेभल बढेको। राजनीति गर्नेहरूले पनि धेरै पढ्नु पर्दैन भन्ने मानसिकता छ, राजनीति गर्न जाने हुन्छ नि त भन्ने छ। यो अवस्थामा चाहिँ तपाईँ एउटा सफल उद्यमी भएको हिसाबले उद्यम व्यवसाय गर्न अथवा व्यवसाय हुनका लागि शिक्षाको आवश्यकता पर्छ कि पर्दैन, र अहिलेको जस्तो यो क्रिटिकल समयमा सफल उद्योगी व्यवसायी बन्ने आधारहरू चाहिँ के हुन सक्छन्? म एज अ मिडिया सञ्चालक पनि हो होइन, समाजलाई एउटा प्रोत्साहन गर्दै देश र जनताको बिचमा एज अ फेसिलिटेटर मिडियाको बिचमा मिडिया पत्रकारिता भने अघि अनुराधा दिदीले मलाई पत्रकार भन्नुभयो, म पत्रकार चाहिँ होइन, म सञ्चालक हो, मिडिया चलाउने व्यक्ति हो उहाँले भन्नुभयो। तर विडम्बना म लेख्न चाहिँ लेख्छु। मलाई जहिले पनि इन्डिभिजुअलमा जसले पनि आफ्नो चाहिँ आफैले बिल्डअप गर्नुपर्छ भन्ने जस्तो लाग्छ। त्यो भन्दै गर्दा मैले चाहिँ अब दिदीबहिनीहरू अहिले काठमाडौँमा कम छ भन्दा पनि मैले अहिले क्यानको हुनेवाला अध्यक्ष होइन हजुर महिला देखिरहेको छु, र पहिलो महिला सुनेना पाण्डे हामीसँगै आबद्ध हुनुहुन्छ, उहाँ पनि क्यानकै प्रेसिडेन्ट हो। र यहाँ धेरै बिजनेस हजुर पनि पहिलो आइटीको हेड हुनुभयो होइन, इन्जिनियरिङ उसबाट पहिलो। यो सबै त छँदैछ होइन, यो सबै केले भएको त शिक्षाले हजुर होइन। एजुकेसन एउटा यस्तो पाटो हो जसले चाहिँ हाम्रो सोच्ने शक्तिलाई सबल बनाउँछ, हाम्रो बुझ्ने शक्तिलाई सबल बनाउँछ, र हरेक क्षेत्रमा चाहे पोलिटिसियन होस्, चाहे तपाईँले पोलिटिसियन अथवा अरू कुनै सेक्टर सोसल एक्टिभिस्ट होस्, जेसुकै होस्, शिक्षा चाहिँ अनिवार्य छ। र भन्दै गर्दा शिक्षा मात्रै भएर पनि हुँदैन, कहिलेकाहीँ व्यवहारिक ज्ञान पनि चाहिन्छ, र आफू पलिस भएको पनि। त्यो व्यवहारिक ज्ञान कसरी आउँछ भने उमेरले पलिस हुँदै त्यो उसमा माटो धुलो उसमा खेल्दै खेल्दै पनि त्यो लर्न एन्ड भनिन्छ नि, सिक गर एन्ड डु एन्ड लर्न होइन हजुर। यो कुरा प्र्याक्टिकल नलेज पनि चाहिन्छ। तर शिक्षाले चाहिँ अब अहिले समाज एकदम कम्पिटिसनमा छ, उद्यमशीलता बन्ने सामान बनाएर पोको पारेर पनि भएन। यदि शिक्षित छ भने त्यो सामानलाई नयाँ तरिकाले कसरी प्रस्तुत गर्ने, त्यसको लेबलिङ कसरी गर्ने, प्याकेजिङ कसरी गर्ने, त्यो पनि भयो। आजकल मान्छेले सामान किन्नुभन्दा इन्टरनेसनल ट्रेन्ड के छ, यो सामान कहाँ फलेको हो, कति हाइटमा हो, अथवा अर्ग्यानिक हो कि मल अब भनौँ न अरू युज गरेछ कि, यी यावत स्टोरीहरू पनि पढेर मान्छेले सामान किन्छन्। त्यसैले मैले भन्न के खोजेको भने हरेक सेक्टरमा शिक्षित पलिस
हुनु पर्यो। अनि व्यवसाय त्यसपछि शिक्षित भयो भने के हुन्छ भनेदेखि जोखिमका कुराहरू आउन सक्छन्, जोखिमबाट कसरी बच्ने भन्ने कुरा हुन्छ। कुनै पनि फेडरेसनको मिसन भिजन यदि शिक्षित छ भनेदेखि उसले कमिटमेन्ट गर्न थाल्छ। यो कम्पनी यहाँसम्म आइसकेको छ, यसलाई मैले 2 वर्ष लानलाई 6 महिना यहाँसम्म लाएँ, यो कुरालाई प्रायोरिटी दिन्छु, त्यसपछि अर्को 6 महिना यो कुरालाई प्रायोरिटी दिन्छु। उसले प्लान बनाउन थाल्छ। यो पनि शिक्षितले गर्दा हो। प्रविधिको ज्ञान हुन्छ, नयाँ कुराको ज्ञान हुन्छ र अगाडि अब सपोज भनौँ हाम्रो महिला उद्यम महासङ्घले पनि बिजनेस डेभलपमेन्ट सेन्टर खोलेको छ। दिदी म उद्यमी हुन्छु भने उद्यमी त हामीले सोध्नु पर्यो नि, तिम्रो ठाउँमा तिमी के को उद्यम गर्ने, त्यसपछि तिम्रो ठाउँमा र मेटेरियल के छ, तिमीसँग उद्यम गर्ने पैसा कति छ र तिमीले कति महिनामा तिमीले प्रफिट लिन खोजेछौ, तिमीका यहाँ काम गर्ने कर्मचारी तिमीले कति राख्छौ। यो सबै के त यदि शिक्षित भयो भने एकैचोटि व्यवसाय गरेर सुर मकै बेच्छु अथवा कुनै काम गर्छु भने विदाउट प्लान, विदाउट केही पनि कुरा, विदाउट फन्ड केही पनि कुरा गर्नलाई हामीलाई अगाडि बढ्नलाई एकदमै गाह्रो हुन्छ। शिक्षा भने त्यस्तो कुरा हो। जोखिमबाट बचाउने काम पनि शिक्षित व्यक्तिले गरेको व्यवसायमा हुन्छ। अनि फन्ड कतिले इन्भेस्ट गर्ने भन्ने कुरा पनि शिक्षाबाटै थाहा हुन्छ। र व्यवसायीहरूमा चाहिँ शिक्षाको नलेज चाहिँ एकदमै आवश्यकता छ। शिक्षाको नलेज भएन भनेदेखि, शिक्षित भएन भने हामी चाहिँ सफल हुनलाई अलिकति गाह्रै पर्छ जस्तो मलाई लाग्छ। धेरै धेरै धन्यवाद। अवश्य पनि तपाईँले यहाँबाट बताइरहेका कुराहरूले भोलि व्यवसाय गर्न चाहने व्यक्तिहरूका लागि प्रेरणा बन्न सक्छ जस्तो लाग्छ। अब गुडकेशरी म्याम, जस्तो सबै क्षेत्रको फेसिलिटी काठमाडौँको जस्तो हुँदैन। यस्ता ठाउँहरू छन् जहाँ हुम्ला जुम्ला जस्ता ठाउँहरू छन्, त्यहाँ सीमित पूर्वाधारहरू छन्। त्यो सीमित पूर्वाधार भएको ठाउँमा आइटीको अथवा प्रविधिको पहुँच बढाउनका लागि हामीले के गर्नुपर्छ होला अथवा नेपाल सरकारले के गरिदिन सक्छ होला जसले गर्दा त्यो विकटका ठाउँहरूमा पनि सीमित पूर्वाधारमा पनि आइटीको प्रविधिको पहुँच बढ्न सकोस्, सबैले त्यसको पहुँच पाउन सकुन्। आइटीको पहुँचको लागि यो डिजिटल नेपाल फ्रेमवर्क 2018 मा आएपछि चाहिँ अब नेपालभरि एक्सेस आइटी इन्टरनेटको एक्सेसको लागि चाहिँ एकदमै पहल सुरु भएको थियो। र अहिले चाहिँ अब इन्टरनेटको कभरेज हेर्ने हो भने मोबाइलको प्रयोजनबाट 91% ले इन्टरनेट प्रयोग गर्छ, जबकि यो घरमा आउने फाइबर है यो डाइरेक्ट केबल अनुसार चाहिँ 49% भनेको मतलब झन्डै हाम्रो 49% घरहरूमा चाहिँ हाम्रो इन्टरनेटको एक्सेस छ भन्न सक्छौँ हामीहरू है। त्यस्तै अब मोबाइलको युजेसको पनि हेर्ने हो भने पपुलेसनमा कम्पेयर गर्दाखेरि त 100% भन्दा नागिसकेको छ अहिले। यो चाहिँ अब भन्ने त गभर्मेन्टसँग मिलेर विभिन्न संस्थाहरूले कार्य गरेर नै यस्तो सिचुएसन हामी पुग्न सकेको हो है। भनेको अब नेपाली पपुलेसन वाइज नेपालीहरू सबैसँग मोबाइल छ जस्तो हुन्छ, तर अब कसैसँग 2-3टा मोबाइल भएर पनि यो कभरेज हैन चाहिँ यो यस्तो खालको डाटा पनि आउँछ। कभरेज वाइज त पुग्यौँ हामीहरू है, जुन आइसिटी फ्रेमवर्कबाट बनाएर, र त्यो फ्रेमवर्कले चाहिँ सबै नेपालीहरूलाई अब समावेशीकरण गरेर मिलाएर लाने भन्नेमा युवा महिलाहरूलाई झनै यसमा प्राथमिकता दिएर लाने भनेको छ हैन। तर कार्य भएकोमा चाहिँ देखेकोमा है चाहिँ बढी चाहिँ हेल्थ सेक्टरमा अब यो आमा कोभिड पछि आमाको माया भन्ने एप्स ल्याएर गाउँमा महिलाहरूको बिचमा उहाँहरूको समस्या बुझ्नलाई है अलिकति हेल्थ सेक्टरमा आइटीको प्रयोजन प्लस उहाँहरूको समस्या जेनरल समस्या हैन, प्रेग्नेन्सी डेलिभरी भएपछिको समस्याहरू बुझ्ने कार्य पनि भएको देखिन्छ। र फाइनेन्सियल सेक्टरमा
पनि गाउँमा यो एनजिओहरू आइएनजिओसँग मिलेर गभर्मेन्टले काम गरेर गभर्मेन्ट भन्दा पनि एनजिओ आइएनजिओहरू नै भनौँ है, बाट चाहिँ डिजिटल पेमेन्ट जुन डिजिटल सर्भिसेस भनेर अहिले गभर्मेन्टले धेरै नै हाम्रो पब्लिकलाई दिने सर्भिसेसमा चाहिँ डिजिटलाइजेसन गरिसकेको छ है। यो कोभिड पछि यो चाहिँ व्यापक रूपमा भएको, यो काठमाडौँ मात्रै होइन, ठाउँ गाउँ जस्तो अब हामी पसलमा किन्न गयो भने फोन पे गरौँ न भन्छ, यो काठमाडौँ मात्रै होइन, यो जहाँ पनि सुरु भइसक्यो होइन। अनि एकाउन्टमै हाम्रो डाइरेक्ट हाम्रो पैसा आफ्नै एकाउन्टमा डाइरेक्ट आउने होइन, हामीले गएर कुनै काउन्टरमा गएर पैसा झिक्नु नपर्ने होइन। यो फाइनेन्सियल सर्भिसेसहरू चाहिँ एकदमै नेपालमा व्यापक रूपमा चलिसकेको छ। तर यसको प्रयोजनको लागि चाहिँ अब महिलाहरू आयो त्यसपछि होइन। फाइनेन्सियल त पठायौँ, तर उहाँहरूले यो कसरी दिने कसरी बुझ्ने भनेर आफ्नै फेरि अब आफ्नो छोरा आफ्नो काका कसको मोबाइल युज गरेर होइन यो फाइनेन्सियल ट्रान्जेक्सन गर्न थाल्यो भने त यो त कहिले राम्रै होला, तर धेरै जस्तो चाहिँ थ्रेट चाहिँ बढी हुनसक्छ भन्ने हिसाबले चाहिँ यो विभिन्न ट्रेनिङ फाइनेन्सियल्ली युज गर्ने है ट्रेनिङहरू है, डिजिटल पेमेन्टहरू गर्नलाई ट्रेनिङहरू चाहिँ अलिकति व्यापक रूपमा भएको देखिन्छ। तर तैपनि त्यो नेसन वाइज चाहिँ भएको भन्न सकिँदैन है। जरुरी त अहिलेको लागि तपाईँले हाम्रो गाउँसम्म होइन डिजिटलाइजेसन गर्न आइसिटी पुऱ्याउनलाई के चाहियो त भन्नुभएकोमा यही जरुरी त अब हामी जुन सर्भिस सुरु गऱ्यौँ त्यो सर्भिसलाई नै हामी व्यापक रूपमा प्रयोग गर्नु पर्यो नि। त्यो प्रयोग गर्नलाई हामीले सिकाउने है, यसको फाइदा बेफाइदा पनि फेरि सिकाउँदाखेरि फाइदा बेफाइदा पनि सिकाइरहेको त हुन्छ, तर अझ महिलाहरूले आफ्नो लोकल कन्डिसन अनुसार बुझ्नुपर्ने पनि हुन्छ। र यो सँगसँगै यो आमा समूह बनाएकोबाट पनि अलिकति महिलाहरूको बिचमा अलिक जागरण ल्याएर उहाँहरूले डिजिटल पेमेन्टको मात्रै होइन यो कृषि सम्बन्धीको पनि एप्सहरू प्रयोग गरेर आफूले गरेको बिरुवा आफ्नो खेतीको विषयमा बुझ्ने यस्तो ट्रेनिङहरू पनि कुनै प्राइभेट संस्थाहरूले पनि गर्न थालेको छ र कति गभर्मेन्टले पनि कोसिस चाहिँ गरेको छ। तर यो पनि धेरै नै यस्तो ट्रेनिङमा पनि फोकस गर्यो भने पनि हामी डिजिटलाइजेसनको बाटोमा चाहिँ अगाडि बढ्न सक्छौँ। तर यो जरुरी छ, यसमा अझै फोकस चाहिँ पुगेको छैन गाउँमा पुग्नलाई। फाइनेन्सियल कृषिको र अर्को त म्यान पावर नै हो है। हामीलाई चाहिँ म्यान पावर डेभलप चाहिँ पढाउनु पर्यो सबैलाई। आइसिटीको यो काम चाहिँ अब अन्डर ग्रेजुएट स्कुल अथवा हायर एजुकेसनमा सबैमा महिलाहरूलाई सकेसम्म ल्याएर यो सिकाउनु जरुरी छ। अब यो शिक्षा हामीले गाउँसम्म प्रोग्राम डिजिटल लिट्रेसीको प्रोग्रामहरू चाहिँ थोरै बहुत लगिरहेको छ। अब यो लान यो अति नै जरुरी छ र एक्सेस दिँदैमा हुने होइन। अब मोबाइलमा एक्सेस भएपछि मोबाइललाई प्रोडक्टिभ वेमा प्रयोग गर्नलाई अब यो टिकटकमा नाचगान बनाएर राखेर मात्रै त भएन नि होइन। जान्यो भने हो यसमा प्रोडक्टिभ वेमा भन्दाखेरि आफूले जानेको सिप राख्न सिक्नु पर्यो होइन। आफ्नो ग्रुपको नेटवर्किङ गरेर हामी के कुरालाई हामी प्रोत्साहन गर्न सक्छौँ, प्रमोट गर्न सक्छौँ, यो कुराहरू राख्न सक्नु पर्यो होइन। र यो अब कृषि सम्बन्धी सिकाउने, बालबच्चाहरूलाई भएको प्रब्लमहरू डिस्कस गर्ने, यस्तो कुराहरू गर्नलाई चाहिँ अझै पनि मेहनत चाहिँ धेरै चाहिन्छ। तर गाउँमा डिजिटलाइजेसन गर्ने भनेको यस्तो कार्यहरूमै हामीले फोकस गरेर चाहिँ गर्न सकिन्छ। हस्, म फेरि जोडिनेछु। शोभा म्याम, जस्तो तपाईँले एउटा ठुलो संस्थाको नेतृत्व गरिरहनु भएको छ। यो संस्थाको नेतृत्व गरिरहँदा तपाईँले नेतृत्व गरेको संस्थाले शिक्षाको पहुँच बढाउनका लागि अथवा भनौँ तपाईँ जस्तै सफल व्यवसायी बन्नका लागि
अरू सौभाग्य उहाँले जस्तै अरू धेरै महिलाहरू होइन यो व्यवसायमा निस्किनका लागि तपाईँले नेतृत्व गरिरहेको संस्थाले के कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ जसले गर्दाखेरि त्योबाट महिलाहरूले केही प्रेरणा लिइरहेका छन्? मैले अघि पनि भने अरे म काठमाडौँमै हुर्केको होइन, पढेको पनि यहीँ। मलाई काठमाडौँभन्दा बाहिर जाने त्यति खासै मन लाग्दैन थियो, इन्ट्रेस्ट पनि थिएन। यहीँको हाइफाइमा यताउति नै रमाइरहेको थिएँ। जब म महासङ्घमा आबद्ध भएँ 2-4 वर्ष अलिकति काम गर्नु गाह्रो पनि भयो। अरे कति दुःख रहेछ, 5,000को लागि पनि कतिसँग हात पहिल्याउनु पर्ने रहेछ, एउटा केही गर्नुपर्ने, कति टेबल कुर्सीको लागि भनौँ, एउटा स्पेसको लागि कति, त्यो बुझ्दा बुझ्दै यति अट्याच भइएछ कि अब उनीहरू बाहेक मैले केही पनि देख्दैन, त्यस्तो अट्याच भएँ। र अब चाहिँ एउटै उद्देश्य छ, दिदीबहिनीहरू जो मसँग आबद्ध हुनुहुन्छ सबैतिरबाट मलाई आमा नै भन्नुहुन्छ एज अ गार्जियनको रूपमा। अनि म्याम यस्तो चाहियो, म्याम उस्तो चाहियो भनेर, प्रविधि चाहियो हामीलाई, त्यो स्टोन कट गर्ने चाहियो हामीलाई, हाम्रो सामान बाहिर लानु पर्यो, यति सामान बन्यो, बिक्री कसरी गर्ने भन्ने कुराहरू छ। र मैले यो बुझ्दै गर्दाखेरि उनीहरूलाई अगाडि बढाउनु नै मेरो अब बाँकीको जीवन कहिलेसम्म साथ सहयोग हुन्छ। सायद मैले एडभोकेसी पनि गर्दै हिँडेला। यो गर्दै गर्दा मैले 30 वर्ष मैले भन्न चाहन्छु, 30 वर्षपछि मैले ट्रेकिङ पनि सुरु गरेँ। ट्रेकिङ मिन्स मैले बेस क्याम्पहरूमा, अन्नपूर्ण बेस क्याम्प, एभरेस्ट बेस क्याम्प, मर्दी, तिलिचो, अस्ति 1 महिना अगाडि फोक्सुन्डो पनि गएँ होइन, रारा काठमाडौँ गरी यहाँबाट जानुपर्ने प्रायः सबै गएँ। तर त्यो गर्दा पनि मेरो उद्देश्य के हुन्छ, युथ कतातिर गइरहेको छ, युथले त्यो एरियामा काम पाएको छ कि छैन, वुमेन एन्टरप्रेन्योरको सिचुएसन के छ र त्यहाँको र मटेरियल के छ, त्यहाँ के उत्पादन हुन्छ। अब मेरो लाइफस्टाइलै युथ नेपाल उद्यमशीलता भन्नेमा गइसकेको छ। म आफूलाई सक्छु र म अब यो महासङ्घमा सक्षम भएँ अथवा एज अ उद्यमीहरूको अगाडि बढ्दै गर्दाखेरि चाहिँ ती दिदीबहिनीहरूले उद्यमशीलताको बाटोमा अगाडि बढ्दै गएर राज्यले पोलिसी ल्याइदिए भनेदेखि चाहिँ म यसलाई चाहिँ आफूलाई सफल भएको मान्छु। दिदीबहिनीकै उद्यमशीलताको बाटोमा दिदीबहिनीकै व्यवसाय अगाडि बढ्यो भने त्यसलाई मैले सफलता मान्छु होइन। यसरी नै मैले अगाडि बढ्छु। धेरै धेरै धन्यवाद। कुटकेश्वरी म्याम, जस्तो आइटी र प्रविधिको कुरा गर्ने हो भने धेरै जस्तो ठाउँहरूमा कस्तो देखिन्छ भने महिलाहरूको एक समय हुन्छ जहाँ ऊर्जावान समय दिनुहुन्छ उहाँहरू, त्यो समयपछि अथवा विशेष भनौँ आफ्टर 35 उहाँहरू त्यसमा लाग्न नसकेको जस्तो देखिन्छ 35 वर्ष पछाडि। अब यसमा सामाजिक कारण पनि हुन सक्छन्, अरू धेरै कारणहरू पनि हुन सक्छन्, त्यति एक्टिभ भएको देखिँदैन होइन। यहाँ अघि यहाँले पनि जोड्नु भयो, अफिसमा काम गर्दा पनि पुरुषले भन्दा धेरै काम गर्नुपर्छ महिलाले आफ्नो काममा अब्बल बनाउनका लागि भनेर, त्यो महिलाहरूको एनर्जी अथवा सहभागिता कम हुनुमा अफिसमा हुने वातावरणको कारण हो या अरू कारणले पनि अगाडि बढ्न नसकेको के पाउनुहुन्छ? हजुरको अनुभवले के देख्नुहुन्छ यसमा? महिलाहरू 35 पछि होइन अलिकति अफिसको काम छोड्ने अथवा आफूलाई सजिलो कामतिर लाग्ने, प्रोफेसनल कामभन्दा अरू सानसानो कामहरू गर्ने देखेको, त्यसमा चाहिँ राम्रोसँग देखेको थियो है। यसमा के कारण त भनेर अब मैले मात्र भन्दा हामीले त्यही महिला प्रोफेसनल महिलाहरूलाई चाहिँ धेरै क्वेसन राख्दाखेरि के देख्यो भने धेरै जसोले मेरो वर्क लाइफ ब्यालेन्स त्यो नै सबभन्दा गाह्रो कुरा भएको छ। भन्नुपर्ने मेरो काम र घरको काम दुईटालाई ब्यालेन्स गर्नु चाहिँ अति नै गाह्रो भएर हामीले आफ्नो कामलाई कम प्रायोरिटी दिएर जानु परेको छ। हाम्रो त्यो चाहिँ कस्तो बेला आएछ, आफ्नो बच्चा बच्ची हुन थाले, बच्चाहरू सानो भयो, त्यसमा चाहिँ एकदमै फ्यामिलीको सपोर्ट चाहिँ एकदमै जरुरी देखियो। फ्यामिलीको जसलाई चाहिँ फ्यामिलीको सपोर्ट छ उहाँहरू चाहिँ रासँग अगाडि बढेको देखिन्छ। तर जसलाई चाहिँ फ्यामिलीमा अप्ठ्यारो भयो है,
र उहाँहरूले जसले चाहिँ फ्यामिलीमा सम्झाउन सकेन उहाँहरूले चाहिँ आफ्नो करियर चेन्ज गरेको काम छोडेको यो कुराहरू पनि देखिन्छ। त्यही भएर उहाँहरूले चाहिँ वर्क लाइफ ब्यालेन्समा चाहिँ फ्यामिलीको सपोर्टलाई ठुलो ठाउँ दिएको छ र यो कुरा चाहिँ फोरमबाट यहाँ आज धेरै पुरुषहरू पनि हुनुहुन्छ होइन, भोलि गएर होइन तपाईँहरूले पनि सपोर्ट दिने तपाईँहरूको सानो सपोर्टलाई महिलाहरूलाई अगाडि बढ्न लिडरसिपमा आउनलाई चाहिँ ठुलो सहयोग हुन्छ है। एउटा त्यो भयो होइन। अर्को अब आफूलाई महिलाहरूलाई समस्या पर्ने बेलामा बिदा लिन गाह्रो हुने होइन र प्लस चाहिँ अलिकति हेरेसमेन्टको कुराहरू पनि देखिएको थियो त्यहाँ है। वर्क हेरेसमेन्ट पनि हुनसक्छ, अब यो सेक्सुअल हेरेसमेन्ट पनि हुनसक्छ, यो कुराहरू पनि महिलाहरूले पोखेको थियो त्यहाँ। यसको लागि चाहिँ यो वर्क र सेक्सुअल हेरेसमेन्टमा महिलाहरूले मात्रै बोलेर गरेर हुँदैन। यसमा अफिसमा हामीले पनि प्रोत्साहन गरिरहेको छौँ है। र अफिसमा पनि कुनै अफिसमा यस्तो कार्यक्रमहरू पनि हुन थालेको छ। अफिसमा पुरुषहरूलाई यो बायसनेस हटाउनको लागि है, किनभने हामीसँग कल्चरली आएको बायस छ के त्यो हामीलाई मलाई लाग्छ कति हामीमा पनि छ, महिलाहरूमा पनि छ, त्यो पुरुषहरूमा मात्रै होइन। हामीले थाहा नपाइकन त्यो कुरा त्यस्तो गरिरहेको हुन्छ कि। त्यही भएर यो बायसनेस हटाउनलाई पुरुषहरूलाई पनि यस्तो कार्यक्रममा समावेश गरेर उहाँहरूलाई सिकाउने वर्कसपहरू होइन, यस्तो तपाईँको थाहा नपाइकन गरेको यस्तो कार्यले पनि महिलाहरूलाई चोट पुगिरहेको हुन्छ होइन। उहाँहरूले आफ्नो काममा अगाडि बढाउनलाई हिचकिचाइरहेको हुन्छ। यस्तो कुरा सिकाउने पनि गर्न थालेको छ। सँगसँगै हामीले एउटा राउन्ड टेबल डिस्कसनै पनि गरेको थियौँ कि मेन एज को पार्टनर्स फर वुमेन्स इम्पावरमेन्ट भनेर होइन। यो चाहिँ वुमेन्स डेको उपलक्ष्यमा गरेको थियौँ। यसमा पनि पुरुषहरूबाट धेरै राम्रो सजेसनहरू होइन र कतिजनाले अब महिलाहरू आफै पनि हिचकिचाएर अथवा पुरुषहरूलाई अलिकति महिलाहरूले पनि आफैले पनि बुझ्न नखोजेर पनि समस्या क्रिएट भइरहेको हुन्छ भन्ने त्यस्तो किसिमको पनि त्यहाँ होइन कुराहरू आएको थियो है। त्यो भन्दाखेरि यो हामीलाई चाहिँ नोइङली अननोइङली हुने बायसबाट पनि महिलाहरूलाई अगाडि बढ्नलाई गाह्रो भइरहेको हुन्छ। यो बायसनेस चाहिँ पुरुषहरूमा पनि हुन्छ, महिलाहरूले पनि कल्चरली अथवा हाम्रो परिवारमा पनि हुन्छ। त्यही भएर चाहिँ यो त्यति सजिलो कुरा होइन यो बायसनेस हटाउनलाई, तर कोसिस चाहिँ हामीले सुरु गर्नुपर्छ। यस्तै फोरमबाट पनि हुन्छ, वर्कसपबाट हुन्छ, डिटेल ट्रेनिङ पनि हुनसक्छ होइन। घरैमा पनि हामी अलिकति एजुकेटेड महिलाहरूले हामीले पनि अलि सिकाउनुपर्छ, हाम्रो प्यारेन्ट्सहरूलाई आफ्नो छोराछोरीलाई पनि सिकाउनुपर्छ। सबै कुरा आमाले मात्रै गर्नु पर्दैन, बुवाको पनि यसमा पार्टिसिपेसन हुन्छ घरको काममा भन्ने कुराहरू पनि सिकायो भने आफ्नो क्यारियरमा अगाडि बढ्नलाई घरको काम हल्का भएपछि क्यारियरमा अगाडि बढ्न सजिलो हुन्छ। जस्तो महिलाहरूको आर्थिक सशक्तिकरणका लागि, माथि उठ्नका लागि अहिले भइरहेका गैर सामुदायिक संस्थाहरूले खेलिरहेको भूमिका पर्याप्त छ कि छैन, अथवा भनौँ आगामी दिनमा अझ त्यो भूमिकालाई बढाउनका लागि उहाँहरूले कस्तो कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ, जसले गर्दाखेरि महिलाहरू आर्थिक रूपमा अझ बढी सबल र सक्षम बन्न सकुन्। हाम्रो आजको यो प्यानल डिस्कसन धेरै जस्तो सोसल ब्यारियरहरूमै आइरहेछ जस्तो भइरहेछ। हुन त सोसल ब्यारियरको साथै इकोनोमी उसमा पनि हामी अगाडि बढ्नुपर्छ। 2026 नेपाल एलडिसी ग्रेजुएट हुँदैछ। 2 दिन अगाडि मात्रै न्युयोर्क, युरोप कताबाट एउटा आउनुभएको थियो र प्रोग्राम गर्नुभएको थियो युएनले। हामी त्यसमा पनि एज अ मेन स्पिकर भएर गएको थियौँ। र नेपाल सबैजनाको जोड के छ भनेदेखि नेपाललाई एलडिसीमा ग्रेजुएट हुनुपर्छ। त्यसमा 3टा पोइन्टमा एउटा मानवता, एउटा के छ र अर्को चाहिँ
आर्थिक सशक्तिकरणको पाटो छ। आर्थिक सशक्तिकरणको पाटोमा चाहिँ डेफिनेटली छैन हामी, होइन, तर दुईवटा पाटो मिट भएको छ, हामी भएको छौँ भनेर भन्यो। त्यहाँ मेरो एउटै प्रश्न थियो उनीहरूलाई, तिमीहरूको दुईवटा पाटो मिट भएको छ, तर एउटा मेन, किनभने म भन्छु यहाँ नेपालमा के ट्रेन्ड चलिरहेछ भनेदेखि हरेक कुरा पोलिटिक्स हुन्छ, अनि अरू कुरा हुन्छ, इकोनोमी हुँदैन। तर सबैभन्दा एज अ वुमेन एन्टरप्रेन्योर फेडरेसनको प्रेसिडेन्ट अथवा बिजनेस वुमेन भएको नाताले चाहिँ जबसम्म देश जनता इकोनोमिकल्ली राम्रो हुँदैन तबसम्म त्यो देशको पोलिटिक्स पनि राम्रो हुँदैन, अरू कुरा पनि राम्रो हुँदैन भन्छु। किनभने इकोनोमिक त हुनैपर्छ, खाली पेट भयो भने हामीले केही कामै गर्न सक्दैनौँ, पहिला पेटै भर्ने काम हुन्छ। अनि उहाँहरूले भन्नुभयो इकोनोमीमा अनि 52% हाम्रो फिमेल पपुलेसन छ, होइन हजुर। र त्यसमा वुमेन, मैले महासङ्घको कुरा गर्दा 77 जिल्ला छ, 7वटा प्रदेशमा छ, अनि हामीसँग रेजिस्टर्ड वुमेन एन्टरप्रेन्योर हामीसँग 6000 छ डेटामा, होइन, त्यो छ। तर के 3 करोडमा 6000 महिला भएर महिला इकोनोमीमा राम्रो भयो भन्ने त होइन नि। अनि तिमी एलडिसीमा ग्रेजुएट भएपछि तपाईँले भन्नुभयो कि डेभलपमेन्ट पार्टनरहरूको सहयोग, आइएनजिओको सहयोग के सफिसियन्ट छ, यसले अगाडि बढाइरहेछ त भन्नुभयो, होइन हो। तर अहिलेसम्म जति पनि स्किलहरू भनौँ, होइन, अब अरू कुराहरूको जुन डायलग, डिस्कसन, वर्कसप, होइन, यी सबै कुराहरू त हामीले केही राज्यसँग गर्छौँ, केही हाम्रो डेभलपमेन्ट पार्टनरसँग, उहाँहरूलाई पार्टनर बनाएर र के राज्यलाई के उनीहरूलाई गरेर। अब भोलिको दिनमा एलडिसी ग्रेजुएट भयो भनेदेखि हामीलाई चाहिँ खालि एम्बेसीहरूले सपोर्ट अथवा ट्रेड गर्नको लागि, व्यापार गर्नको लागि हामीले सहुलियत पाउँछौँ। तर मेरो सामान जब मैले उत्पादन गर्नलाई, लेबलिङ प्याकेजिङ गर्नलाई, त्यसको नलेज लिनलाई पार्टनरहरू जुन डेभलपमेन्ट आइएनजिओहरूसँग सहकार्य गरेर अगाडि बढिरहेछौँ भने भोलिको दिनमा तिनीहरूले सहयोग त गर्दैनन्, अनि हाम्रो यो सामानहरू कसरी राम्रो हुन्छ त भन्ने मेरो प्रश्न एलडिसी ग्रेजुएटलाई भन्ने। किन तपाईँले डोनर पार्टनरहरूको सहयोगले पुगेको छ भन्ने कुराहरू गर्नुभयो, होइन। र हाम्रो देश त एलडिसी एनी हाउ अब गर्छ यसपालि। तर हजुरहरू सबै यहाँ यो कार्यक्रम पनि छोरी उदयको कार्यक्रम छ, छोरीलाई इम्पावर कसरी गर्ने, छोरीलाई अगाडि कसरी बढाउने, म पनि महिला उद्यमीबाट आएको छु, होइन हजुर। त्यस कारण मैले के भन्छु भनेदेखि 2004 मा अप्रिलमा हामी WTOमा हामीले लाइसेन्स लियौँ, अझै पनि हाम्रो एक्सपोर्ट सफिसियन्ट छैन। हाम्रो देश अझै पनि रेमिटेन्समै बाँचिरहेको छ, अझ पनि हामीलाई चाहिने जस्तो छैन। तर यही कुरा गर्दा मैले के भन्छु भनेदेखि अहिले डोनर पार्टनरहरूको सहयोग छ, हामीहरू हरेक फिल्डमा इम्पावर गर्दै हिँडिरहेको छौँ, तर अझै पनि त्यति धेरै सहयोगले हामीलाई पुगेको छैन। अझै पनि हामी अगाडि बढ्नुपर्ने छ। महिला उद्योग महासङ्घ एउटा सहजकर्ता र मध्यस्थकर्ता मात्रै हो, होइन। अरूहरूलाई इम्पावर गर्नको लागि हामीले बजारको व्यवस्था गर्नुपर्छ, लोकललाई प्रदेशसँग जोड्नुपर्छ, प्रदेशलाई हाम्रो केन्द्रसँग जोड्नुपर्छ। यस्ता यावत कुराहरू हामीले गर्नुपर्छ र यो बसलाई चाहिँ निरन्तरता दिइरहनुपर्छ। जति अगाडि बढ्न सक्यो उति हामीले ग्राब गर्न सक्छौँ। त्यसैले मैले के भन्न चाहन्छु भनेदेखि अब सहयोग भइरहेको छ, सहयोग पनि पुगिरहेको छ। सहयोगकर्ताले पनि म सुर्खेत जाने बेला प्लेनभरि हाम्रो डेभलपमेन्ट पार्टनर हुनुहुन्छ र हाम्रो त्यहाँ सुर्खेतमा गइसकेपछि एउटै होटलमा लाग्छ, त्यहाँ कुनै बिहाको भोज भइरहेछ, कुनै व्रतमा, किनभने के ट्रेन्ड चलेको रहेछ भने बिहानै आउने, लन्च खाने, अनि त्यसपछि नास्ता खाने, अनि घर आउने जाने पैसा लिने अनि जाने। र हाम्रो डेभलपमेन्ट पार्टनरहरूले पनि के गर्नुपर्छ भनेदेखि यो मिसन भिजन अनुसार यो ग्रुप हो कि होइन भन्ने कुरा पनि। र आज हरेकजना ट्रेनर भइसके, अनि उद्यमशीलता कसले गर्ने त फेरि? ऊ फुलको माला बनाउनु ऊ जान्ने छ, कपडा बनाउनु पनि ऊ जान्ने छ भनौँ न, अनि यो हिस्ट्री सबै लेबलिङ प्याकेजिङ गर्न पनि उही जान्ने छ। अनि त्यसपछि उद्यमशीलतामा को अगाडि बढ्छ त? त्यस कारण हाम्रो पार्टनर सङ्घहरूले पनि, आइएनजिओहरूले पनि ट्रेनिङ दिँदाखेरि
त्यो मिसन भिजन अनुसार गएको छ कि छैन। यदि वुमेनलाई दिने भने महासङ्घसँग आबद्ध भएर गरिदियो भनेदेखि महासङ्घले त्यस ठाउँको सबै दिदीबहिनीहरूलाई कलेक्ट गर्छ। आज यो स्टेजमा ल्याइसकेको छ, भोलि यसबाट प्लस पोइन्टमा लानुपर्छ भनेर हामीले प्रपोजल दिन्छौँ। त्यो प्रपोजल अनुसार हाम्रो ट्रेनिङ पनि एबी जसरी एसएलसी भन्नु आइसिएससी अनि अन्डरग्रेड मास्टर पिएचडी त्यस्तै गरी उद्यमशीलतामा पनि सपोर्टमा पनि एउटा हामीले ग्रेजुएट गर्दै जान्छौँ। यसरी अझै पनि हाम्रो उहाँहरूले दिनुभएको मिसन, किनभने 20औं वर्ष भइसक्यो आइएनजी आज देशमा, अझ पनि देश इकोनोमिकली सक्षम भएकै छैन पनि देयर इज समथिङ ग्याप, कुनै राम्रो काम राम्ररी भइरहेको छैन भन्ने कुरा छ। अझै पनि सहयोग चाहिएको छ, अझ पनि डोनरको साथ चाहिएको छ हाम्रो इकोनोमीलाई अगाडि बढाउनको लागि, देशको इकोनोमीलाई अगाडि बढाउनको लागि भन्न चाहन्छु मैले। तर प्रपर ठाउँमा प्रपर प्लेसमा प्रपर ठाउँमा प्रपरली चाहिँ काम हुनुपर्छ। धेरै धेरै धन्यवाद म्याम, ब्युटिफुल आन्सर गर्नुभएको छ। अब हामी प्यानल डिस्कसनको लगभग अन्त्यतिर छौँ। हामी अब म एउटा क्वेसन हाम्रो गणकेशरी म्यामलाई गर्छु, त्यसपछि हामी सहभागीहरूको केही प्रश्नहरूलाई लिनेछौँ। जस्तो म्याम, प्रविधिमा सफल महिला नेतृत्वको विकास गर्न र त्यसका लागि समावेशी वातावरण बनाउनका लागि यो समाजमा पनि, घरमा पनि, अफिसमा पनि र देशमै पनि, व्यक्तिमा अथवा भनौँ संस्थामा अथवा सोचमा केमा चाहिँ हाम्रो समस्या छ र त्यो के कुरालाई हामीले परिवर्तन गर्न सक्यौँ भने चाहिँ यो चिजलाई हामी अगाडि बढाउन सक्छौँ। यसको ठ्याक्कै जवाफ त गाह्रो होइन। अब हामीले महिलाहरूलाई पहिलो त लिडरसिपमा ल्याउनलाई के गर्नु पर्यो त भन्ने कुराहरू होइन। लिडरसिपमा ल्याउनलाई अब केही अब 33% कुराहरू यिनीहरू पनि आयो। तर अघि हाम्रो म्यामले पनि भन्नुभएको थियो होइन, राख्दैमा अब अलि सक्षम महिलाहरूलाई नल्याएपछि कोटा राख्दैमा त्यसको नहुन पनि सक्छ। तर त्यो भन्दैमा हामीले त्यसलाई गर्ने त होइन। अब 33बाट झन् हामीले त अब 50% पुऱ्याउनुपर्छ जस्तो लाग्छ, किनभने अब हामी 51% भन्दा बढी महिलाहरू नै अहिले अर्को भइरहेको भनेको नेपालमा आर्थिक विकासमा चाहिँ एकदमै छिटो बढिरहेको आइसिटी सेक्टरकै है। भने चाहिँ आइसिटी सेक्टरले हरेक वर्ष हामीलाई पहिलो वर्षको भन्दा नै हुने गरेर होइन यसमा वृद्धि भइरहेको छ र म्यान पावर पनि यसमा लागिरहेको छ। भनेपछि हामीले बढीभन्दा बढी है अहिले आइसिटी भन्दै अब आर्टिफिसियल इन्टेलिजेन्सको पनि युग आइसक्यो। मा चाहिँ बढीभन्दा बढी हामीले महिलाहरूलाई यस सेक्टरमा लानलाई है एकदमै कोसिस गर्नुपर्ने देखिन्छ, ताकि आइसिटी सेक्टर यहाँको सेक्टरमा महिलाहरू सक्षम भयो भने उहाँहरूलाई लिडरसिप दिन पनि सजिलो हुन्छ। अब आइटीकै कुरा गर्नुभयो भने मेरो WIIT-मा हामीहरू 9 जना मिलेर फर्म गरेको महिलाहरूमा 9 जना कुनै न कुनै लिडरसिप पोजिसनमा बसेका महिलाहरू आइटी सेक्टरमा है, कोही ब्याङ्कको चिफ, कोही पुलिसको आइटी चिफ होइन, म टेलिकम कोटाहरू थिएँ होइन। यसरी कसैको चाहिँ सफ्टवेयर कम्पनी नै चलाइराख्नु भएको है, यस्तो किसिमको महिलाहरू छ। भने आइटीले गरेर यी 9 जना र अब धेरैजना अरू पनि जोड्न आएको छ महिलाहरू, सबै लिडरसिप पोजिसनमा भएका महिलाहरू भनेपछि इट्स वान अफ द फ्याक्टर है आइटीमा सक्षम बनाउनु है। अब यो बनाउनलाई अब हामी महिलाहरूलाई स्कलरसिपहरू दिएर पढाउने काम होइन, अलिकति उहाँहरूले गरेको यो स्टार्टअपहरूलाई पनि हामीले सक्छ भने सहुलियत दरमा ऋण दिएर होइन, अथवा गभर्मेन्टले पनि मिलेर काम गर्न सकिन्छ यिनीहरूसँग होइन। गर्यो भने पनि विभिन्न क्षेत्रबाट होइन, एकदमै क्षेत्रबाट आइसिटी क्षेत्रबाट महिलाहरू चाहिँ
यसरी प्रोत्साहन गर्दै गऱ्यो भने महिलाहरू चाहिँ त्यो क्षेत्रबाट लिडरसिप पोजिसनमा आउन सक्छ। र अफिसमै पनि कुनै हिसाबले अहिले सुरुवातको लागि त हामीले लिडरसिप पोजिसनमा आउनलाई केही कोटाको पनि व्यवस्था चाहिँ गर्नुपर्छ। जबसम्म हाम्रो छैन लिडरसिप पोजिसनमा भने एउटा एक्जाम्पलको लागि म नेपाल टेलिकमकै कुरा गर्छु। नेपाल टेलिकममा महिलाहरू 5 वर्षमा नगरिकन 3 वर्षमा प्रमोसन हुन सक्ने भनेर राख्न साथ नै म्यानेजर पोजिसनमा अनि डाइरेक्टरमा थुप्रो महिलाहरू आयो के एकैचोटि अगाडि आयो। त्यो दिएर फेरि आयो मात्रै होइन कि उहाँहरूले आफ्नो आफ्नो पोजिसनमा बसेर है अब एकदम राम्रो काम गरेर जानुभयो है। अब यो मोबाइलको विस्तार 4G को विस्तारमै चाहिँ हाम्रो डाइरेक्टरमा महिला नै हुनुहुन्थ्यो नेपाल टेलिकममा है। विस्तार कार्यक्रमहरू नयाँ योजना ल्याउनेमा अब म डाइरेक्टर हुँदा नि मैले यो नेपालभरि यो कन्भर्जन बिलिङलाई एकै ठाउँमा एउटै प्लेटफर्मबाट सबै कस्टमरलाई सहयोग सर्भिस दिनेमा कार्य गर्नु होइन। त्यसरी नै अलिकति कहिलेकाहीँ सुरुमा अगाडि ल्याउनलाई कोटा सिस्टमको पनि मलाई लाग्छ जरुरी चाहिँ हुन्छ। रिक्रुटमेन्टमा पनि त्यो हेरेर ठाउँ हेरेर दिनुपर्ने हुन्छ, कुन टाइमसम्मको लागि दिने यो पनि जरुरी हुन्छ। यसरी अर्को त्यही प्रमोसनमा हायर पोस्टमा गएपछि कम महिलाहरू आउने एउटा कारण पनि के हो भने महिलाहरू अलिकति पोलिटिक्समा लाग्न चाहँदैन है। आफ्नो काम गर्ने मैले गरेकै छु नि त्यो देख्यो भने अगाडि बढिन्छ भन्ने सोचको पनि छन् होइन। त्यो भएर चाहिँ अनि प्रमोसनमा अलिकति फाइट गर्न पनि महिलाहरू हिचकिचाउँछ। भनेपछि यसको लागि त फेयर एन्ड फ्री प्रमोसनको एकदमै जरुरी छ कि जसले आफूलाई प्रमोट गर्न सकेन ऊ प्रमोटै नहुने यस्तो सिचुएसन पनि क्रिएट गर्नु हुँदैन। र यसबाट पनि महिलाहरू यो प्रमोसनमा पनि ध्यान दियो भने पनि लिडरसिप पोजिसनमा आउन सकिन्छ। इन्टरप्रेनरसिपमा महिलाहरूलाई प्रोत्साहन गर्न पनि भन्नुभयो र हामीले विभिन्न किसिमको संस्थाहरू लोन व्यवस्थाहरू गर्यो भने पनि आउँछ, आइ पनि रहेछ है। अहिले कतिजनाले IT कम्पनी पनि खोलेको छ र पढाइमा पनि महिलाहरू अहिले हायर स्टडी इन्ट्री गर्नेमा के अरे पुरुषभन्दा महिलाहरू बढी छ अहिले हायर स्टडीमा जानेमा है, इन्ट्री गर्नेमा। तर त्यहाँबाट नि एन्डिङमा चाहिँ अर्कै स्टोरी छ होइन। त्यही भएर इन्ट्री गर्ने त त्यो त भयो नि अहिले भनेपछि उहाँहरूलाई अझ हामीले विभिन्न सुविधा दिएर व्यवस्था गऱ्यो भने अझ राम्रो पनि गर्न सक्छ। धेरै धेरै धन्यवाद म्याम, सबै कुरालाई समेटेर आन्सर गर्नुभएको छ। अब हामी तपाईँहरू सहभागी मध्येबाट तपाईँहरू कसैको केही कौतूहलता छ भने उहाँ दुवैजना दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ, आफ्नो क्षेत्रमा लामो अनुभव राख्नु भएको छ। उहाँहरूसँग केही प्रश्नहरू जिज्ञासाहरू छ भने तपाईहरुको केही जिज्ञासालाई हामी समेट्नेछौँ, त्यसपछि हामीले यो प्यानल डिस्कसनलाई अन्त्य गर्नेछौँ। कृपया तपाईहरु मध्ये कसैको पनि केही क्वेशन छ भने, जिज्ञासा छ भने हात उठाउनु होला। हजुरहरुलाई शोभाजी, गुणकेशजी अनि हाम्रो बहिनीलाई धेरै धेरै धन्यवाद। वी आर इनलाइटन विथ योर कन्भर्सेसन हैन। अब शोभाजीले भन्नुभयो नि फर्स्ट स्टेप चाल्नै पर्छ सगरमाथालाई पुग्नको लागि, अनि टगारो छ लिडरशिप पोजिसनमा पुग्नको लागि पनि है। अब यो स्टार्ट हुन्छ, हामी एउटा सानो छोरी भएर जन्मन्छौँ, त्यसपछि हामी बुहारी हुन्छौँ होला, छोरी नै पनि रहन्छौँ होला, त्यसपछि हामी आमा बन्छौँ, सासू बन्छौँ। त्योमा चाहिँ सबभन्दा आज भोलि स्कुलमा म चाहिँ एकाडेमियामा आएको भएर सो स्कुलहरूमा बुक फ्री फ्राइडे भनेर चलाइएको छ आजभोलि है। त्यसमा चाहिँ अब शोभाजी र गुणकेशजीको पर्सपेक्टिभमा एउटा यस्तो स्किल सेट अथवा कुन एटिट्युड एन्हान्समेन्टले उहाँहरू चाहिँ भविष्यमा चाहिँ दे क्यान vision themselves as a business person like you, and they can vision themselves as a IT personality like Gunkeshri. So मेरो humble request, anyone can answer, तो दुवैजनाले आन्सर दिँदै पनि छ। थ्याङ्क यू। थ्याङ्क यू सो मच। एकदम राम्रो प्रश्न। हामीले यसको एडभोकेसी पनि गर्दै आइरहेका छौँ। म बच्चा हुने बेलामा एउटा होमस्टे होमस्टे भन्ने के
के अरे हाम्रो के अरे यो होम साइन्स भन्ने हुन्थ्यो होइन हजुर। त्यसमा चाहिँ हामीलाई गार्डनिङ गर्ने, कार्पेन्टर, स्टिचिङ गर्ने, कुकिङ गर्ने यस्ता यावत कुराहरू सिक्थ्यौँ कि। र त्यतिखेर हामीलाई चाहिँ हामीले रोल मोडल पनि बनाउँथ्यौँ र हामी यो बन्छौँ भने कल्पना, किन कम्पिटिसन हुन्थ्यो। अहिले यो बिचमा जब यो टेक्निकल स्टडी, स्किल स्टडीहरू चाहिँ हाम्रो एजुकेसन उसबाट छुट्यायो नि, त्यसपछि चाहिँ अलिकति ग्याप आयो कि जस्तो लाग्यो। यो शिक्षा चाहिँ मैले, मेरो छोरा लिङ्कन स्कुलमा पढ्छ, ऊ 9 क्लासमा पढ्दाखेरि उसले बाँस टिपेर ल्यायो, त्यसपछि एउटा नटबाट अर्को नट टक टक काटेर यत्रो पिस बनायो हजुर। अनि के गरेको बाबु पक्ष न आमा, भोलि मेरो एक्जिबिसन छ स्कुलमा, प्यारेन्ट्सहरू सबै आउँछ, मैले यो काम गर्ने, हाम्रो एउटा लर्निङ सेसन हो भनेर भन्यो। अनि त्यसमा मोबाइल राख्ने बनायो हजुर। उसले त्यो एउटा नटबाट अर्को नटमा काटेर मोबाइल बिचमा राख्ने बनायो। त्यो चाहिँ स्पिकर रहेछ कि, त्यसलाई बार्निस गरेर लगेर आफ्नो स्कुलमा बेच्यो होइन। प्यारेन्ट्सहरू आउँदा किन उसलाई हार्डली 200 रुपिस लाग्यो होला तर त्यो बनाउन ओर्न, तर उसले 1200 बेच्यो। मैले यो किन भने भनेदेखि अमेरिका युरोपतिर त स्कुलदेखिबाट यस्तो क्लासहरू सिकाउँछ कि जसले गर्दा एन्टरप्रेन्योरसिपको भ्याल्यु जबसम्म युथहरूले अथवा टिनेजहरूले भ्यालु अफ द एन्टरप्रेन्योरसिप बुझ्दैन तबसम्म भ्यालु अफ द मनी पनि बुझ्दैन, भ्यालु अफ द टाइम पनि बुझ्दैन, भ्यालु अफ द एजुकेसन पनि बुझ्दैन। त्यसैले मैले के भन्छु भनेदेखि हामीले चाहिँ जुन हजुरको स्कुलमा पनि एक दिन फ्री छ नि, त्यसमा चाहिँ अब एज अ वुमेन एन्टरप्रेनर, एज अ आर्थिक सशक्तिकरणको पाटोलाई भ्यालु दिँदै गर्दा चाहिँ मैले एन्टरप्रेनर उसमा चाहिँ यहाँहरूले सिकाउनु भयो भने ती बच्चाहरूले पैसा कसरी म्यानेज गर्ने, पैसा कसरी खर्च गर्ने भन्ने कुरा भोलिको दिनमा पढ्नको लागि आमा पापाले दिएको पैसा पनि उनीहरूले म्यानेज गर्न सक्छ। र भोलिको दिनमा कहीँ काम भएन भने सानो सानो एन्टरप्रेनर रनबाट सानो सानो कुरा सिकेर त्यहाँ पनि काम गर्न सक्छ। त्यसैले हामीले स्किलहरूमा यस्तै सानो सानो काम हामीले सिकाइदियो भनेदेखि हजुरको स्कुलमा कलेजमा होइन सिकाइदियो भने सबैजनाले पिएचडी नै गर्नुपर्छ भन्ने छैन। अहिले के ट्रेन आयो, के ट्रेन, पिएचडी त केही मात्रै भए पुग्छ कि। अन्डर ग्रेड र मास्टर गएपछि त कामै ठुलो हो। काम गर्न सिकेर व्यवहारिक नलेजबाट अगाडि बिजनेस गर्दै गऱ्यो भने चाहिँ त्यही नै ठुलो कुरा हुन्छ। पिएचडी भन्दा पछि त्यो 2-4 जना भयो हुन्छ कि, अर्थविज्ञ डक्टर चाहिँ 2-4 जना भयो हुन्छ, तर मेन चाहिँ अन्डर ग्रेड मस्ट, त्यसपछि मास्टर, अनि यो एन्टरप्रेन्योर हुने शिक्षा नै राम्रो हुन्छ। हजुरहरूले यस्तै सानो सानो कुराहरू सिकाइदिनु भयो भने त्यो बच्चा संसारको कुनै पनि कर्नरमा गएर इजिली सेल र इजिली आफ्नो लाइफस्टाइललाई मुभ गर्न सक्छ। हजुर थ्याङ्क यू सो मच। मलाई चाहिँ होइन किन पढ्न मन लाग्यो, किन अगाडि बढ्न मन लाग्यो त्यहाँबाट गर्छु है। एकदमै के अरे परिवारमा जोइन्ट फ्यामिलीमा हुर्केको, यति धेरैजना मेरो बुवामाथि डिपेन्डेन्ट होइन, एकदमै ठुलो परिवारमा। त्यो देखिँदाखेरि मलाई के लाग्थ्यो भने एकजना मान्छेलाई मात्रै होइन सबैलाई व्यवस्था गर्न कति गाह्रो हुँदो रहेछ भन्ने कुरा चाहिँ देखियो कि। अनि त्यो बच्चैदेखि चाहिँ सेल्फ इन्डिपेन्डेन्स है, त्यो चाहिँ मलाई एकदमै जरुरी लाग्छ कि। आफ्नो अलिकति भए पनि होइन इन्डिपेन्डेन्ट हुने, त्यसमा पनि अब इकोनोमिक इन्डिपेन्डेन्सको कुरा आउँछ होइन। अलिकति भए पनि आफूले केही कमाउँ, केही गरौँ भन्ने त्यो भावना लियो भने चाहिँ भोलि गएर चाहिँ केही न केही काम गरेर सिकिन्छ। र त्यो भावना हामीले एज प्यारेन्ट्स होइन फ्यामिली चाहिँ त्यो बच्चाहरूमा त्यो इनबिल्ड गर्न चाहिँ एकदमै जरुरी छ है। समयको पाबन्दीका कारण किन हामी अब एउटा मात्रै क्वेसन लिन्छौँ। कोही अघिदेखि हात उठाइरहनु भएको छ, प्रश्न गर्न सक्नुहुनेछ, छोटो प्रश्न गर्नु होला। हाम्रो दुवै प्यानलिस्टज्यूहरूलाई जस्तो मैले चाहिँ हाम्रो यो सामाजिक परिपाटीमा, हाम्रो सामाजिक परिवेशमा यो फिल गरेको कुरा, जस्तो हाम्रो चाहिँ माइती नेपालकी चाहिँ हाम्रो अनुराधा कोइराला ज्यूले चाहिँ आजसम्म पनि हुन्छ नि यो महिला अधिकारका नाममा भनौँ, महिला सशक्तिकरणका नाममा चाहिँ यो अनावश्यक आन्दोलनहरू चाहिँ गर्नुभएको छैन के। तर यहाँ चाहिँ अश्लील कुरामा रमाउन पाइएन, यो नाङ्गा छालाहरू देखाउन पाइएन भन्ने खालका चाहिँ टुडीखेलमा गएर चाहिँ पेटीकोट लाएर पनि सरकारको विरोध गर्न पछि हट्दैनन् हो। यस्ता खालका सोचहरूप्रति चाहिँ
तपाईँ दुवैजना प्यानलिस्टहरूको चाहिँ धारणा के छ र यदि यो चाहिँ समाजको लागि राम्रो हो भने त ठिकै छ, यदि बेठिक छ भने चाहिँ यसलाई चाहिँ कसरी निर्मूल गर्न सकिन्छ भन्ने एउटा प्रश्न। र अर्को प्रश्न सँगसँगै चाहिँ जस्तो अबको चाहिँ उपरान्त 10 वर्षमा चाहिँ नि यो महिला सशक्तिकरण र यो महिला शिक्षा, बालिका शिक्षामा चाहिँ तपाईँहरूले चाहिँ कस्तो खालको परिवर्तन देख्न चाहनुहुन्छ? धन्यवाद। आइसिटी नीति विभिन्नमा त आएको हो। महिला र युवालाई हानि हुने खालको केही पनि होइन कार्य गरियो भने यसको लागि चाहिँ होइन कानुनले कारवाही गर्नेछ भनेर आएको छ होइन। अब यसैको आधारमा हामीले के कसरी पेस हुने भन्ने कुरा आउँछ। तर हाम्रो हामी सबैमा त्यो कल्चर, हाम्रो कल्चरली ब्याकग्राउन्ड त छ नि हामीमा होइन। हामी चाहिँ गर्दाखेरि अब कुनै कुरा चाहिँ अब पश्चिमी देशमा हुन सक्ने कुराहरू हाम्रो कल्चरमा आएर त्यो धेरै हामीलाई नपच्न पनि सक्छ होइन। हामीले अब यस्तो सभा होइन प्रदर्शनहरू गर्दाखेरि त्यो कुरालाई त डेफिनेटली हामीले ध्यानमा राख्नुपर्ने पनि हुन्छ। हाम्रो कल्चरलाई पनि ध्यानमा राखेर कुन कुरा, तर कहिलेकाहीँ चाहिँ कुनै कुरा अति नै भयो भने त्यसलाई चाहिँ हामीले त्यो अति नै भएको कुरालाई देखाउनलाई पनि एकदम एक्सट्रिम मेजर पनि कहिलेकाहीँ लिनुपर्ने हुन्छ। जस्तो हाम्रो जेनजीकै आन्दोलनलाई भनौँ न होइन, त्यस्तो कुराहरू पनि आउन सक्छ। त्यही भएर तपाईँको पहिलो कुरा चाहिँ त्यसमा भयो। अब 10 वर्षपछि कुन उसमा पुग्न सक्छ भन्दा अब यो भर्खर चाहिँ टेक्निकल एजुकेसनलाई पनि एजुकेसनभित्र लगेर होइन लाने सुरु भएको छ र आइसिटी पनि स्कुलमा पढ्नै पर्ने, सानो क्लासमा अथवा ठुलो क्लासमा पनि पढाउनु पर्ने जरुरी छ। तर यो जुन सुरुवात भयो टेक्निकल एजुकेसन भनेर, यो काठमाडौँ नगरपालिकाले त विभिन्न एक दिन वान डे के अरे बुक कार्यक्रमले पनि कति मतलब टेक्निकल एजुकेसनहरू दिएपछि बच्चाहरूले चाहिँ अब जुन टेक्निकल्ली सिकिने कुराहरू, भोकेसनल एजुकेसनको कुराहरू हो, यसमा चाहिँ हामी अलिक कम हुन थालेको देखेको थियो नेपालमा। अब यतातिर बढी ध्यान दिन्छ। प्लस अहिले आइसिटीको विकास नगरिकन देशको विकास हुँदैन भन्ने जुन नीति लिएर अब त्यसपछि अब डिजिटल फ्रेम नेपाल आयो, साइबर सेक्युरिटीको ल आइसकेको छ, डिजिटल फ्रेम नेपालको सेकेन्ड भर्सन आउँदैछ होइन। यो भनेपछि हामीले चाहिँ डेफिनेटली आइसिटीलाई नै अप्नाएर हाम्रो सानो देशमा त्यो हामीलाई सुहाउँदो कुरा पनि हो भनेर जुन स्टेप लिइरहेछ, यसबाट चाहिँ अब हामी के अरे आफ्नो देशमा मात्रै होइन विदेशमा पनि धेरै कुरा बेच्न सक्ने, विदेशको काम पनि यहाँ ल्याउन सक्ने देखिन्छ। मलाई लाग्छ यो आइसिटी एजुकेसनमा र आइसिटी सर्भिसेसहरूमा लाग्ने र एआईको जुन प्रबन्धन गरिरहेछ त्यसमा हामीले शिक्षा दिने, त्यसको चाहिँ जानकारीको लागि, एवेरनेसको लागि कार्यहरू गर्ने गर्यो भने हामी डेफिनेटली 10 वर्षमा चाहिँ आइटी सेक्टरमा नेपालको चाहिँ धेरै सक्षमता हुनेछ र यसबाट नेपाललाई आर्थिक वृद्धि पनि हुने म देख्छु। र अर्को टेक्निकल डिजिटाइजेसनको कुराहरू यसले चाहिँ अब आजको 10 वर्ष अथवा 15 वर्ष 5 वर्षमा यसले एकदमै फड्को हान्छ। नेपालमा पनि यस्तै फ्री डिजिटाइजेसनको कुराहरू, फ्री ट्रेनिङ, टेक्निकल उसमा ट्रेनिङ दिने कुराहरू पनि आइरहेछ। यदि यो हुनु एकदमै राम्रो, त्यसैले हामीले ज्याकमाईदेखि लिएर सबैको सामान यहाँ पनि लिन सक्छौँ र हाम्रो सामान पनि अनलाइन प्लेटफर्मदेखिबाट बाहिर पनि बिक्री हुन्छ। अब त भोलिको दिनमा संसार एउटा छानो हो, यो सबै देशहरू त्यही छानोको मुनि यसले चाहिँ यसरी अगाडि बढाएको छ। यो चाहिँ नेसेसरी पनि हो, संसारलाई चिन्ने पनि हो, यसले धेरै बेनिफिट पनि दिन्छ होइन। र यसरी हामीले अगाडि पनि बढ्न
पाउनुपर्ने हुन्छ र अबको 10-15 अब यो जेनजी आन्दोलनले गर्दा पर्सि इलेक्सन भइरहेछ। म धेरै अब यो इलेक्सन भइरहेछ र जुन हामीले जति गुमायौँ जेनजी आन्दोलनमा, अब त्यो कुराहरू अबका लिडरहरूले त्यो कुरा चाहिँ जुन भ्रष्टाचार कम भनेको छ, देशमै रोजगारी पाइयोस् भनेको छ, अनि सोसियल मिडिया भने डिजिटाइजेसनहरूका कुराहरू भनेको छ, यी कुराहरूलाई सेटल गर्दै र अबको दिनहरूमा चाहिँ त्यस्तो सरकार राज्य चाहियो, त्यस्तो हाम्रो नेताहरू चाहियो। निश्चय पनि त्यस्ता नेता आउँछन्। अब बारम्बार यो देशको हामीले 30 वर्ष यता हेर्दा पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र गर्दै हामी एकदम राम्रोसँग फेरि लड्छौँ, फेरि उठ्छौँ, फेरि लड्छौँ, फेरि उठ्छौँ गर्दा हामी मान्छेले नेपालीहरू त कति छिटो टक्क भइहाल्छ। अब यो एउटा इलेक्सन भइदियो भने त हामी त ग्रिनिज बुकमै जान्छौँ कि, र सायद इन्टरनेसनल कम्युनिटीहरू आएर तिमीहरू यो सबै कुरा कसरी गर्छौ भन्ने एउटा प्रश्नको आन्सर पनि लिएर जान्छन् होला। अब यो फागुन 21 त कहिले इलेक्सन हुँदैछ, त्यो इलेक्सन पनि होस् र यो डिजिटाइजेसनले चाहिँ अब हाम्रो नेताहरूले राम्रो काम गरेर डिजिटाइजेसन प्रविधि फ्रेन्डली हाम्रो देश बन्यो भने पक्कै पनि 15 वर्षमा देशले ठुलो फड्को मार्छ भन्ने पुरा आशा लिएको छौँ। हजुर, थ्याङ्क यू सो मच। धेरै धन्यवाद। आजको प्यानल डिस्कसनको गेस्टको रूपमा व्यक्तित्व हुनुहुन्थ्यो शोभा गेवाली म्याम र गुणकेशरी प्रधान म्याम हुनुहुन्थ्यो। यो सँगै प्यानल डिस्कसनको समय सकिएको छ। तपाईँहरूको कसैको केही प्रश्न छ भने कृपया फेरि अब अर्को छोरी उदयको कार्यक्रममा जोडौँला। आजलाई समयको पाबन्दी सकियो। मलाई अगाडिबाट होसले हेरिरहेरै हुनुहुन्छ। तपाईँहरूको यो अर्थपूर्ण सहभागिताको लागि धेरै धन्यवाद।